हामी कसरी यहाँ आइपुग्यौँ अनि साँच्चै राजा नै फर्काउनु पर्ने अवस्था आइपुगेको हो कि होइन? यो अहिलेको जुन वेभ छ त्यो चाहिँ यो आइसोलेटेड इन्सिडेन्ट भनेर हेर्न चाहिँ अलिकति नहुने जस्तो लाग्छ मलाई चाहिँ। म राजनीतिशास्त्रको एउटा विद्यार्थी भएको नाताले यसो समग्रमा हेर्दाखेरि यो सिन्डिकलिजमको यो नियो फ्यासिजम प्रोटो फ्यासिजमको वेभ चाहिँ सबैतिर आइरहेछ। अमेरिकादेखि लिएर जर्मनी फ्रान्स सबैतिर आइरहेछ र यो ब्याकस्लाइडिङ यो डेमोक्रेटिक ब्याकस्लाइडिङ चाहिँ इनन्डेट हुने जस्तो एउटा बोर्डरबाट अर्को बोर्डर अर्को बोर्डरबाट अर्को बोर्डर जाने जस्तो त्यस्तो ट्रेन्ड पहिला पनि वेभ र एन्टाई वेभ रिभर्स वेभ भइ नै रहन्थ्यो। सो त्यो रिभर्स वेभको हामी चाहिँ आई थिङ्क वेयर इन अ रिभर्स वेभ। सो रिभर्स वेभमा छौँ जस्तो लाग्छ हामीलाई चाहिँ। अलिकति टाढा बस्नु पऱ्यो कि अहिले सक्यो हजुर। भनेपछि यो आइसोलेटेड इन्सिडेन्ट चाहिँ होइन, रिजनलिजम रिजनल पोलिटिक्सबाट पनि इम्प्याक्ट भएको छ। इन्डियामा हेर्ने हो भने इन्डियामा पनि अहिले त्यही प्रोटोफ्यासिजम एकदमै व्याप्त छ र त्यहाँ चाहिँ र यो प्रोटोफ्यासिजममा चाहिँ युजली हाइपर नेसनलिजम एकदमै नेसन ब्लड र सोइलको कुरा। सो हु यु आर आइडेन्टिटी बेस्ड भनौँ न, आइडेन्टिटी पनि एउटा यो ट्रेडिसनल आइडेन्टिटी लाई चाहिँ युज गरेर रिलिजन र यो सोइल यो ठाउँ माटो मेरो हो र हामी चाहिँ यो फलानु भन्ने रिलिजन त्यो पहिला पनि भएको कुरा, अहिले पनि त्यही नै कुराहरू आइरहेछ। भनेपछि यो हाम्रो भारतमा जे भइरहेछ त्यसको अलिकति इनन्डेसन हो कि भने जस्तो पनि लाग्छ मलाई। र यसमा चाहिँ फेरि एउटा डरलाग्दो कुरा के छ भने यहाँ यो सिन्डिकलिजम, किनभने अहिले त झन् 1920s र 30s मा जस्तो थियो त्योभन्दा अहिले बढी झन् अति टक्सिक। किन छ भने अहिले हाम्रो यो इन्टरनेट छ होइन। सो यो सिन्डिकलिजममा चाहिँ यो हाम्रो मेकानाइजेसन झन् बढी छ भनेपछि झन् ऱ्यापिडली सिन्डिकेट्सहरू बनिरहेछ। सो त्यो हिसाबले झन् डरलाग्दो छ। र अर्को अब कार्ल मार्क्सले भनेकै हो रिलिजन इज द ओपियम अफ द मासेस भनेर। भनेपछि त्यो त्यहाँ ऱ्यासनालिटी त्यो एउटा यो सेन्स मेकिङ भन्ने कुरा हुँदैन। त्यो चाहिँ यो लजिक होइन कि यो पेटबाट आएको इमोसनहरूमा त्यहाँबाट राइलअप भएर यो अगाडि बढ्ने खालको त्यस्तो खालको मुभमेन्ट छ। भनेपछि यो केही होइन भन्ने जस्तो खालको आइरहेछ, हाम्रो विज्ञहरूबाट पनि आइरहेछ। तर आई थिङ्क वी हेभ टु बी केयरफुल, किनभने यो इमोसन प्यासन लेड मुभमेन्ट्स क्यान बी एक्सट्रिमली डेन्जरस। र यो चाहिँ त्यतिकै आइसोलेटेड इन्सिडेन्ट पनि होइन। र यो नेपालको भित्र कति चाहना छ त्यो मलाई थाहा भएन, किनभने नेपालको भित्र चाहना हुने हो भने त हाम्रो यो डेमोक्रेसी लोकतन्त्रले त त्यत्तिको त अलाउन्स त दिएको छ नि त। राप्रपा छँदै थियो, राप्रपाको थ्रुबाट राप्रपाले मेजोरिटेरियन भोट लिएर आएर त्यसपछि संसदमा गएर राजतन्त्र कन्स्टिट्युसनल मोनार्की लिएर आउन सक्ने पनि त अवस्था थियो। सो त्यो नभएको, तर यता चाहिँ यस्तो यो सो अफ फोर्स देख्दाखेरि चाहिँ यो साँच्चीकै जनताको चाहना हो कि इज इट समथिङ एल्स भन्ने खालको कुराहरू चाहिँ मेरो दिमागमा चाहिँ त्यो आउँछ। मैले अहिलेलाई यति नै भयो। त्यही प्रश्न म सन्तोष परियारजीलाई पनि दोहोऱ्याउँछु। अहिलेको यो वर्तमान यो लहरलाई कसरी हेर्नुहुन्छ अनि यसमा चाहिँ तपाईँहरूको पार्टीको विशेष गरी यो एकदमै धेरै राष्ट्रपाले चाहिँ यसलाई राजतन्त्रबारे राष्ट्रपाको औपचारिक धारणा छ कि छैन भन्ने त्यो पनि एकदम ठुलो जिज्ञासा छ धेरै मान्छेहरूमा। अनि र राष्ट्रपाकै बारेमा यो औपचारिक धारणा किन छैन अथवा छ भन्ने मान्छेहरूलाई त्यो शङ्का लाग्ने कारण पनि केही छ कि त्यो पनि तपाईँले यसो भन्नुहोस्। सबैभन्दा पहिला एकदमै धन्यवाद डाक्टर साहब। बिएनएलाई पनि एकदमै धन्यवाद। धेरै लामो समय पछाडि म बिएनएको यो ब्यानरमा बोल्न पाइरहेको छु। एकदमै फराकिलो नागरिक मुद्दाहरूमा आन्दोलन गरिरहेको मान्छे अझ त्योभन्दा फराकिलो राजनीतिक मुद्दाहरूमा आन्दोलन गरौँला भनेको, तर त्यसका आफ्नै किसिमका सीमितता हुँदा रहेछन्। सञ्जीव उप्रेती सर, अनुप डाक्टर साहब, यहाँहरू सबैलाई धन्यवाद। म फेरि यो उसमा छलफल गर्ने मौका पाएको छु। मलाई एकदमै अथाह माया छ नागरिक आन्दोलनप्रति र यो निरन्तर अगाडि बढ्नुपर्छ, किनभने नागरिक आन्दोलन नागरिक स्पेस न अहिलेको लागि महत्त्वपूर्ण हुन्छ भन्ने लाग्छ। पहिलो कुरा, अघि सुजिता म्यामले भने जस्तै अहिले यो घटनालाई हाम्रो मात्रै घटना, हाम्रो आन्तरिक कुरा मात्रै भनेर हेर्न मिल्दैन। जो वैश्विक रूपमा जसरी एउटा दक्षिणपन्थी लहर एक खालको
त्यो ट्रेडिसनल नेसनलिजम जो विकसित भइरहेछ त्यसको त हामीलाई प्रभाव छँदैन रहेछ, त्यो स्वाभाविक रूपमा हुने पनि भयो, एउटा कुरा बाह्य कुरा। तर फेरि पनि मूलभूत रूपमा मार्क्सले भने जस्तै कारण त आन्तरिक हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। आन्तरिक पनि अब यसलाई कसरी हेर्ने भन्दाखेरि एउटा त यो व्यवस्था विरुद्धको हो या प्रवृत्ति विरुद्धको हो भन्ने कुरा अब हामीले छुट्याउनुपर्छ। अघि डाक्टर साहबले पृष्ठभूमिमा पनि भन्नुभयो कि हामी पनि आजित छौँ, तर हामी कोसँग आजित छौँ? व्यक्तिसँग आजित छौँ, व्यक्तिको प्रवृत्तिसँग आजित छौँ या व्यवस्थासँग आजित छौँ? यसलाई छुट्याउन सक्यो भने अलिकति सजिलो हुन्छ जस्तो लाग्छ मलाई। मलाई चाहिँ नि के लाग्छ भने यो जति घनीभूत भए पनि यो मूलत अब केही मान्छेहरू जो स्थापित सैद्धान्तिक हिसाबमा व्यवस्था विरोधी छन् उहाँहरूसँग त भन्नु केही छैन। म त संसदमै पनि निकै नजिक बस्छु डिस्टेन्सको हिसाबमा। म एउटा लोकतन्त्रमा विश्वास गर्ने भएका नाताले त्यो फरक मतलाई म त्यहाँ राख्छु, मलाई त्यसमा भन्नु छैन। सैद्धान्तिक रूपमा नै त्यो गणतन्त्र विरोधीहरू एउटा कुरा, तर आज जे देखिएको छ त्यो चाहिँ नि मूलभूत रूपमा व्यवस्थाको भन्दा पनि व्यक्ति र प्रवृत्ति जो लामो समयदेखि संसारमा नहुने कुरा यहाँ भइरहेछ। 40औं वर्ष एउटै पार्टीको मूल नेतृत्व, कहिले हामी जन्मिँदाखेरि जो मान्छे प्रधानमन्त्री थिए आज हामी संसदमा गएछौँ, उहाँहरू नै फेरि पनि उहाँलाई नै वेटिङ प्राइम मिनिस्टरको रूपमा कुर्नु परेको छ। यो दुर्भाग्यले गर्दाखेरि यो खालको विसङ्गतिले गर्दाखेरि अलिकति यो बहस चाहिँ नि अब कहाँ केन्द्रीकृत गर्ने त भन्दाखेरि त्यतातिर व्यवस्था विरोधीतिर केन्द्रीकृत गरेको जस्तो लाग्छ। यसलाई मैले अहिले यति भने। जहाँसम्म रासोपाको कुरा छ, हामीले 2080 मक्सिर 13, 11, 12, 13 हाम्रो जलेश्वरको बैठक थियो। त्यो बैठक नै हाम्रो एउटा यस्तो बैठक हो जसले पार्टीको राजनीतिक सैद्धान्तिक वैचारिक एउटा सामान्य प्रस्तावना, यद्यपि हामीले त्यसमा धेरै काम गर्न पाएका छैनौँ। यहाँहरूलाई थाहा छ हामीले हाम्रो पार्टीको पहिलो महाधिवेशन पनि गर्न पाएका छैनौँ। त्यहाँ हामीले विशेष गरी अझ डाक्टर सोडिम अहिले र मैले त्यसमा अलि मेहनत गरेर हामीले एउटा हाम्रो प्रस्तावना पास गरेका छौँ र त्यसलाई हामीले गएको असोजको हाम्रो राष्ट्रिय भेलामा विस्तृत गर्दाखेरि जो 8, 9, 10 पेजको विस्तृतीकरण गऱ्यौँ, त्यो गर्दाखेरि मूलभूत रूपमा हाम्रा कुराहरू त्यहाँ स्पष्ट छ। अब एउटा कुरा त त्यो पनि अलिअलि हेरिदिनु पऱ्यो, त्यसलाई परिष्कृत गर्ने सवालमा हामी ओपन अप छौँ। त्यहाँ चाहिँ हामीले भनेको कुरा हामी मूलत लोकतन्त्रवादी हौँ, बहुलवादमा विश्वास गर्छौँ, तर हामी गणतन्त्रवादी हौँ। सामाजिक न्याय यो कुराहरूमा हामीले यो कुराबाट हामी पर छैनौँ। यति भनिसके पछाडि मैले यहाँ प्रिन्ट पनि ल्याएको छु र यहाँहरूले हेर्न पनि सक्नुहुन्छ। यो हुँदै हामीले त कहाँसम्म भनेका छौँ भने म यसो हेर्दै थिएँ, हाम्रो संविधानले समाजवाद उन्मुख भन्छ, यद्यपि त्यो आफैमा अमूर्त छ, त्यसका पनि बहस होलान्। हामीले के भन्यौँ भने समाजवादका प्रधान लक्ष्यहरूलाई संविधानमा ग्यारेन्टी गरेर निर्दिष्ट गरेर त्यो प्राप्त गर्नको लागि आवश्यक पनि नीति र संरचनाहरू बनाउने भनेर त्यसको व्याख्या जो हाम्रो संवैधानिक समाजवाद भन्ने एक खालको अलिकति अपरिपक्व शब्द थियो, त्यसलाई अलिक परिपक्व बनाउने सवालमा म आफैले पनि त्यसमा अलिकति काम गरेँ। यसर्थ पार्टीका हिसाबमा आज रासोपालाई गणतन्त्र विरोधी भन्नुपर्ने कुनै कारण छैन। त्यसको हामीले यो कि त यसलाई काट्नु पऱ्यो, यो काट्न त हामीले फेरि जलेश्वर बैठक जस्तै विस्तृत बैठक गर्नु पर्ला अथवा राष्ट्रिय भेला गर्नु पर्ला अथवा महाधिवेशन हुनु पर्ला। यसर्थ मेरो लागि यो मौका पनि भयो कि कहीँ कतै त्यस्तो दुविधा छ भने रासोपा मूलत यहाँ लेखेको छ, हामीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। बहुलवादी, तर बहुलवादी टर्म त फेरि त्यो सबैमा हुन्छ, त्यसलाई हामीले फेरि त्यो कन्डिसन पनि राखेको छौँ। त्यो भनिरहँदा यसको ध्येय व्यक्तिगत स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाबदेहीपूर्ण असल शासन मार्फत समन्वयिक समावेशी समाज निर्माण गर्नु हो। भनेपछि यति नै, यही हो हाम्रो मूलभूत कुरा। हाम्रो यो हो, यो हाम्रो पार्टीको आधिकारिक दस्तावेज हो। यसका आधारमा म यो कार्यक्रम मार्फत यहाँहरूले त अब यो बुझिनहाल्नु हो, समग्र राजनीतिपछि चासो राख्नेहरूलाई विनम्र अनुरोध के गर्न चाहन्छु भने रासोपा आजको दिनसम्ममा, फेरि राजनीति शास्त्रमा भोलि के हुन्छ पर्सि के हुन्छ त्यो अर्को कुरा, आजको दिनसम्म हामी गणतन्त्रवादी लोकतान्त्रिक सामाजिक न्यायसहितको उदार अर्थतन्त्रलाई त्यसका हाम्रो अन्य व्याख्या पनि छन् र समाजवाद उन्मुख भनिरहँदाखेरि हामी समाजवादका प्रधान लक्ष्यहरूलाई संविधानमै निर्दिष्ट गरेर त्यो प्राप्त गर्नलाई राज्यले गर्नुपर्ने खेल्नुपर्ने भूमिका संरचनाहरू होला, नीतिहरू होलान्, त्यो बनाएर नै समाजवादको लक्ष्य प्राप्त गर्ने पार्टीका रूपमा हामीले पार्टीलाई लिएका छौँ र यसरी नै हामी अगाडि बढेका छौँ। अब जहाँसम्म यो केसमा दुविधा किन पर्यो होला, रासोपामा किन यस्तो भयो होला भन्दाखेरि चाहिँ नि एउटा कुरा त हामीले यो अलिकति तलसम्म यसलाई प्रसार गर्न सकेनौँ होला भन्ने लाग्छ। हामीबाट भएको कमजोरी, यसलाई हामीले अलिक गम्भीरताका साथ लिएका छौँ आजभोलि। एउटा चाहिँ नि त्यो अलिकति यसलाई हामीले प्रसार गर्न सकेनौँ। अर्को कुरा, हामीले कतिपय कुरा स्पष्टसँग भन्न पनि सकेनौँ होला। यद्यपि मेरो सवालमा चाहिँ नि मैले भन्ने गरेको छु। अब मेरै कुरालाई
पार्टीको कुरा त भन्न मिल्दैन, तर म पार्टीभन्दा बाहिर चाहिँ नि बोल्दिनँ। फेरि त्यसलाई हेर्दाखेरि चाहिँ नि मेरो कुरा पार्टीभन्दा बाहिरको कुरा पनि हुन सक्दैन, किनकि म एउटा पार्टीको जिम्मेवार व्यक्ति हुँ। मैले पार्टीको विचारधारा, पार्टीको सिद्धान्त, पार्टीको विधिभन्दा बाहिर गएर बोल्न मिल्दैन। तर कहिलेकाहीँ के हुन्छ भने त्यो सन्तोषको व्यक्तिगत हो कि भनेर पनि बहस चाहिँ नि गर्न पाइन्छ। सबै साथीहरू सबैको एकै किसिमको त्यो संवाद गर्ने, बोल्ने शैली नहुन सक्छ। आजको दिनसम्म हामी मूलभूत रूपमा गणतन्त्रवादी नै हौँ र रासोपा फेरि अझ अर्को महत्त्वपूर्ण कुरा के छ भने रासोपा यो संविधान आए पछाडि यो संविधानलाई सम्मान गर्दै स्थापित भएको पार्टी हो। बरु हामीभन्दा अगाडिका पार्टीहरूसँग त्यो समय परिस्थितिमा उहाँहरूले आफूहरूलाई परिष्कृत गर्दै लगेको एउटा कुरा होला। हामी त यो संविधानको परिधिभित्र बनेका पार्टी हौँ। प्राविधिक रूपमा पनि यो संविधानसँग हाम्रो अझ बढी लगाव छ, अझ बढी यसलाई चाहिँ हाम्रो जिम्मेवारी। हामी अब यो संविधानबाटै धेरै कुरा प्राप्त गर्न सकिन्छ। यद्यपि फेरि संविधान अकाट्य हो या केही परिवर्तन होइन भन्ने कुरा मैले भन्न खोजेको होइन। हाम्रो संविधानले नै व्यवस्था गरेको संविधान संशोधनको कुरा, तर त्यहाँ कन्डिसन छ के कुरामा हुने के कुरामा नहुने भनेर। अहिलेलाई मैले यति मात्रै भन्न चाहे, हामी स्पष्ट छौँ। हाम्रो डकुमेन्टले, दस्तावेजहरूले स्पष्टताका साथ कुरा राखेको छ। यसलाई अझ स्थापित गर्नलाई हामीले अब महाधिवेशनको पनि तयारी गरिरहेका छौँ। त्यहाँ गएर अझ हामी तयारी गर्छौँ। अहिले यति नै भइरहेको छ। मानुसी यामी भट्टराईजीलाई पनि त्यही जेनरल प्रश्न ओपन। यहाँ चाहिँ अहिले हामी यो जनसङ्ख्याको ठुलो एउटा समूहले चाहिँ नेता के अरे राजतन्त्रप्रति लगाव राख्ने हामी अवस्थामा, अब ठुलो भनौँ कि सानो भनौँ, अब एउटा समूहले चाहिँ सिग्निफिकेन्ट समूहले त्यो लगाव राख्ने अथवा त्यसप्रति रुचि राख्ने यो अवस्थामा हामी फेरि कसरी पुग्यौँ? दुईचोटि यो ठुल्ठुला आन्दोलन भएर संविधान सभाबाट संविधान लेखिसकेपछि राजा र एक हिसाबले नागरिकहरू बिचमा एउटा सम्झौता भएर राजतन्त्र चाहिँ अन्त्य भएको हैन अवस्थापछि फेरि हामी कसरी पुग्यौँ र यसलाई कसरी हेर्नु भएको छ? म पनि वृहत नागरिक आन्दोलनलाई धेरै धन्यवाद दिन चाहन्छु। यो एकदम महत्त्वपूर्ण विषयमा हामी छौँ। यहाँ बसेर यसरी छलफल गर्नु पनि कम हिम्मतिलो आँटिलो कुरो चाहिँ होइन। हामी अघि मात्रै मैले सामाजिक सञ्जालको पनि केही कमेन्टहरू बाहिर पनि चर्चा भइरहेको थियो। यो कम बढी भन्दा पनि मैले चाहिँ कसरी हेरेको छु भने यो राजतन्त्रको अन्त्य हामीले गरेको भन्नुको अर्थ एउटा राजा राजपरिवारको मात्रै अन्त्यको कुरो थिएन। त्यो व्यवस्था आफैको एउटा इकोसिस्टम थियो। त्यसको एउटा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक यो सबै चिजहरूको चाहिँ एउटा समुच्च एउटा अभिव्यक्ति थियो। अब राजतन्त्र अन्त्य भएको घोषणा, गणतन्त्र होइन हामीले ल्याएको घोषणा सँगसँगै त्यो एउटा तबका त यो गएको 17 वर्षमा उकुसमुकुसमै थियो। किनकि जुन पङ्क्ति, जुन एउटा कुलीन तन्त्र थियो, त्यसलाई थेग्ने जुन एउटा जमात थियो, त्यो राजाको नेतृत्व बिना होइन, जो राजा र राजपरिवारमा र त्यो आर्थिक प्रणालीमा, सांस्कृतिक प्रणालीमा रमाइरहेको थियो, एकाधिकार जमाइरहेको थियो, त्यो पङ्क्ति चाहिँ अब रातारात यत्तिकै फालिने चाहिँ हुँदैन थियो। त्यसलाई निरुत्साहित गर्दै नयाँ व्यवस्था, गणतान्त्रिक व्यवस्थाले चाहिँ रिप्लेस गर्नको लागि एउटा सुनियोजित कन्सर्टेड एफर्ट चाहिन्थ्यो। त्यो चाहिँ यो 17 वर्ष यता गणतन्त्र घोषणा भएपछिको यताको चाहिँ जुन नेतृत्वहरू, दलका प्रमुख व्यक्तिहरू, जसरी अघि तपाईँले सुरुमा पनि भन्नुभयो, मैले पनि पटक पटक भन्दै आएको छु कि पार्टीहरू हाम्रा कस्ता भयो भने आफै विधिमा पनि नचल्ने, समग्र समाजमा चाहिँ पार्टीका केही निश्चित शक्तिशाली व्यक्तिहरूको चाहिँ जुन क्षेत्रमा पनि एकाधिकार जमाउनु पर्ने, मोनोपोली हुने, चाहे त्यो शैक्षिक संस्था होस्, स्वास्थ्यका निकाय हुन्, अर्थतन्त्रका केन्द्रहरू हुन्, यो सबै क्षेत्रमा चाहिँ त्यो मोनोपोली राख्ने जुन काम भयो, त्यसले गर्दाखेरि चाहिँ जुन पहिले उकुसमुकुसमा थिए, एउटा सकमा थिए, राजतन्त्रात्मक व्यवस्थाबाट लाभ लिइरहेका उनीहरूलाई चाहिँ एउटा ब्रिड गर्ने एउटा ग्राउन्ड चाहिँ अहिले तयार भएर अनि यो हालसालै हामीले देखेको जुन प्रदर्शन हो त्यसको पृष्ठभूमि चाहिँ त्यो भन्ने लाग्छ। त्यो म एकदम सहमत छु। यसलाई आइसोलेटेड रूपमा हेरिनुहुन्न, यो विश्वव्यापी रूपमा आएको एउटा कडी स्वरूप
हाम्रो क्षेत्रीय रूपमा जुन खालको राजनीतिक प्रभाव भइरहेको छ त्यो पनि हाम्रोमा आएको छ र यो सँगसँगै जोडिएको राजाप्रति नै किन छ भन्दा यो नेसनलिजमसँग जोडिएको अर्को एकदम महत्त्वपूर्ण एलिमेन्ट भनेको नस्टाल्जिया पनि हो होइन। एकदम नस्टाल्जियाको एकदम महत्त्वपूर्ण रोल हुन्छ यो नेसनलिजमलाई प्रयोगमा ल्याउने। अनि त्यसले गर्दाखेरि कतिपय चाहिँ यो नयाँ पुस्ताको पनि हामी आकर्षण देख्छौँ जसलाई चाहिँ विगतको तथ्यहरूको पूर्ण ज्ञान हुँदैन र त्यो सम्भव पनि नहोला किनकि अहिले हामीले जस्तो शैक्षिक प्रणाली अपनाएका छौँ शैक्षिक प्रणालीमा जुन हामीले एउटा पुनर्संरचना गर्न आवश्यक थियो त्यतापट्टि त नेताहरूको ध्यानै गएन होइन। नयाँ व्यवस्थाको ध्यानै गएन भनेपछि उनीहरूले के पढिरहेका छन् के सिकिरहेका छन् त्यो ज्ञानसहित उसले बुझ्ने भनेको त बरु भविष्यप्रति उसलाई त्यति धेरै विश्वास छैन। अहिलेको नेतृत्वले राम्रो भविष्य दिन सक्छ भन्नेमा विश्वास नभएपछि ऊ चाहिँ पुरानो त्यो नस्टाल्जियामै रमाउने र समाधान चाहिँ त्यतातर्फ खोज्ने खालको चाहिँ यो भएको जस्तो लाग्छ। र यसलाई अझ माइक्रो लेभलमा ल्याउनु पर्दा त घर घरमा अहिले इन्सेक्युरिटिजहरू छन् विभिन्न प्रकृतिका असुरक्षा मुख्य गरी चाहिँ आर्थिक रूपमा इन्सेक्युरिटिजहरू छन्। दुर्गा प्रसाई जस्ता व्यक्तिहरूको पनि यसमा चाहिँ एउटा नेतृत्वदायी भूमिकामा जो पहिला सायद राजतन्त्रसँग जोडिएका पात्र थिएनन् होला तर बिचमा बिचौलियाका भूमिकामा उनी जसरी रहे केही समय त अहिले भएकै नेतृत्वहरूको बिचमै उनी रमाए कोसिस गरे। कतिपय बिचौलियाहरू सफल भए असफल भएका त्यस्ता पात्रहरू चाहिँ फेरि यी अहिलेका शासकभन्दा बरु अर्कै शासक ल्याउँदाखेरि पो होइन आफ्नो चाहिँ त्यो हुन्छ नि एउटा अभिष्ट पुरा गर्ने त्यस्ता खालका एलिमेन्टहरूले चाहिँ नेतृत्व लिने र घर घरका जुन इन्सेक्युरिटिजहरू छन् विशेष गरी आर्थिक रूपमा जुन समस्या छ त्यसको फाइदा लिएर चाहिँ यो खालको एउटा माहौल बनेको हो भन्ने मलाई लाग्छ। अब यो सफल हुन्छ हुँदैन भन्ने कुरा चाहिँ पछिको अर्को राउन्डमा सायद हामी होइन छलफल गरौँ। म सुचेताजीकोमा जान्छु। अहिलेसम्म भएको कुरामा एउटा चाहिँ अहिलेका दलहरूले साँच्चै आफ्नो गर्नुपर्ने कामहरू गर्न नसक्दा नगर्दा जनताहरूलाई निराश हुने चाहिँ प्रशस्त मौका दिएका छन् भन्ने एउटा देखिन्छ होइन डेलिभरीको समस्या। अनि अब जस्तो विभिन्न राजनैतिक संस्थाहरूको साख एकदम गिरेको छ। राष्ट्रपतिको संस्थाले राष्ट्रपतिको भूमिका निर्वाह गरेको छैन। सर्वोच्च अदालतले अदालतको भूमिका निर्वाह गरेका छैन। अख्तियारदेखि प्रहरी प्रशासनदेखि यस्ता जुन जनताले भरोसा गर्ने संस्थाहरू इभन सेना पनि कम्प्रोमाइज भएको कति हिसाबले त्यस्तो देखिन्छ होइन। भनेपछि एउटा चाहिँ यसबारेमा चाहिँ अलिकति तपाईँले रिसेन्टली यो काठमाडौँ पोस्टमा एउटा अफ प्रिन्सेस पावर एन्ड पोलिटिक्स भन्ने एउटा आर्टिकल लेख्नुभएको थियो। त्यसमा यो माकियाभेलीको द प्रिन्सदेखि हाम्रो आइम ब्ल्याङ्किङ आउट इटालियन हाम्रो अर्को अथर के अरे जेलमा परे ग्राम्सीको पनि प्रिन्सको बारेको कुरा ल्याएर त जोडेर तपाईँले एकदम राम्रो एनालिसिस गर्नुभएको थियो जुन सायद हाम्रो अहिलेको यो दलहरूभित्रको जुन अव्यवस्था छ त्यसलाई त्यसले इन्लाइटन गर्छ त्यो डिस्कसनलाई। त्यसबारे एउटा तपाईँको कुरा सुन्न चाहन्छु। अर्को चाहिँ मानुषीजीले पनि अघि भन्नुभयो हामीले कसरी एजुकेट गर्छौँ भनेपछि हामीलाई जुन ठुल्ठुला परिवर्तन भयो राजनैतिक परिवर्तन त्यो राजनैतिक परिवर्तनलाई दीर्घजीवी बनाउने अलिकति त्यसलाई चाहिँ संस्थागत गर्न चाहिँ हाम्रो सांस्कृतिक सार्वजनिक मेमोरीमा चाहिँ कस्ता चिजहरू हामी हाल्छौँ। हाम्रा एजुकेसन सिस्टममा हामी विद्यार्थीहरूलाई इतिहास कसरी पढाउँछौँ कसको जीवनी पढाउँछौँ होइन यो त्यो अकल्चरेसन होइन हामीले चाहिँ सिभिक्स अथवा नागरिक शिक्षाहरू चाहिँ कसरी दिन्छौँ हाम्रा उत्तरदायित्वहरू कसरी चाहिँ मान्छेहरूलाई अवगत गराउँछौँ त्यो कुराहरू पनि जोडेर आउँछ होला। अनि यस्तो पोलिटिकल मुभमेन्ट पछि त्यो प्रोसेस जुन छ नि अकल्चरेसनको त्यो तदनुरूपको कल्चरेसन प्रोसेस त्यो चाहिँ कस्तो हुनुपर्छ त्यसमा हामी चुक्यौँ कि त्यसमा हामीले गर्नुपर्ने कामहरू बाँकी छ कि त्यो पनि यो दुईटै कुरा तपाईँले डिस्कस गरिदिनुहोस् न। बृहत प्रश्न धेरैवटा एउटा प्रश्नमा अथवा दुईवटा प्रश्नमा धेरैवटा प्रश्न छ। म ट्राई गर्छु मेरो आफ्नो पर्सपेक्टिभ के हो भनेर चाहिँ राख्नलाई। अब हाम्रो गभर्मेन्ट यहाँ अरू राजनीति शास्त्रीहरू पनि हुनुहुन्छ मैले देखिरहेको छु अगाडि करेक्ट मी इफ आइ एम रङ यो पब्लिक म्यानेजमेन्ट हो यो बेसिकली होइन। गभर्नेन्स भनेको पब्लिक म्यानेजमेन्ट हो। राम्रोसँग म्यानेज गर्यो भने त्यसलाई नै गुड गभर्नेन्स भन्ने हो नत्र भने ब्याड गभर्नेन्स भन्ने हो। यसमा दुईवटा समग्रमा हेर्दाखेरि दुईवटा पाटोहरू छन्। एउटा चाहिँ पोलिटिकल लिडरसिप एउटा एडमिनिस्ट्रेटिभ लिडरसिप जसलाई सर्भेन्ट लिडरसिप पनि भनिन्छ।
त्यो एडमिनिस्ट्रेटिभ स्टेट चाहिँ कस्तो हुन्छ नि मेरिट बेस्ड हुन्छ, मेरिटमा बेस भएको, र पोलिटिकल लिडरसिप जस्तो भयो भने पनि त्यहाँ उथलपुथल आयो भने पनि के गरी एडमिनिस्ट्रेटिभ स्टेट चाहिँ सलिड भयो अथवा त्यो भायबल त्यो हेल्दी भयो भने खासै फरक पर्दैन। फर इक्जाम्पल अमेरिकामा त्यस्तै भइरहेको थियो, अहिले आएर चाहिँ अब भनौँ न यो एडमिनिस्ट्रेटिभ स्टेटमा घात पुर्याउने एउटा भइरहेछ, त्यो भिन्दै कुरा छ। तर त्यो एडमिनिस्ट्रेटिभ स्टेट स्ट्रङ हुन्जेलसम्म खासै त्यस्तो फरक नपर्ने, फरक त परिहाल्छ तर खास त्यस्तो फरक नपर्ने। इन्डियामा पनि उनीहरूले यो ब्रिटिससँग उनीहरूले इनहेरिट गरेको त्यो एडमिनिस्ट्रेटिभ स्टेटले नै चलिरहेको छ, पाकिस्तानभन्दा राम्रो छ, रिजनमा सबभन्दा अलिकति राम्रो गभर्नेन्स, अलिकति स्मुदर गभर्नेन्स अनि इन्डियाको भएको कारण पनि एडमिनिस्ट्रेटिभ स्टेट स्ट्रङ भएको भएर हो। सो त्यो छ। अब पोलिटिकल लिडरसिपको कुरा छ, पोलिटिकल लिडरसिपमा चाहिँ एन्ड देन पोलिटिकल लिडरसिपमा प्रिन्सेसहरूको जुन यो के अरे माकिभेली र ठिक छ हजुर, मैले जुन लेखेको थिएँ माकिभेली र ग्राम्सीको कुरा लेखेको थिएँ, यो प्रिन्सेसको कुरा लेखेको थिएँ। मेल पोलिटिकल एक्टर, यो 17औं शताब्दीमा माकिभेलीले लेखेको थियो कस्तो हुनुपर्छ र हाउ ही सुड एक्ट भन्ने कुरा। र पोलिटिक्स चाहिँ डार्क छ, पोलिटिक्स नेगेटिभ छ भनेर भन्ने त्यो पर्सपेक्टिभ चाहिँ माकिभेलीबाट नै आयो होला। र त्यो चाहिँ हामीले इभल्भ हुँदै जाँदाखेरि अब पछि आए कान्टहरू आए, पछि मोरलिस्ट फिलोसफर्सहरू आए, उनीहरूले गर्दाखेरि त्यो माकिभेलीको अलिकति ओझेलमा परेको थियो। तर फेरि पछि ग्राम्सीले आएर चाहिँ अहिले नयाँ युगको यो प्रिन्सहरू चाहिँ पोलिटिकल पार्टिज हो भनेर उसले लेखाएको थियो उसको प्रेजेन्ट नोट्समा। प्रिन्स भन्नाले शासक हैन त, प्रिन्स भनेर शासक हैन। सो शासक कस्तो हुनुपर्छ भन्ने खालको कुरा 17औं शताब्दीमा माकिभेलीले लेखाएको थियो भने 19औं शताब्दीमा 20औं शताब्दीमा एन्टोनियो ग्राम्सीले चाहिँ उसले लेखेको थियो। र उसले चाहिँ मोडर्न प्रिन्स चाहिँ यो पोलिटिकल पार्टिज हो भनेर। र अब ऊ आफै पनि इटालियन भएको र इटालियनले अलिकति ग्ल्यामराइज पनि गर्ने, माकिभेलीलाई ग्ल्यामराइज पनि गर्ने भएको भएर त्यहाँ प्यारलल एकदमै देख्न सकिन्छ। र ग्ल्यामराइज गरेको छ बेसिकली कसरी चाहिँ यो आफ्नो यो ह्यू आफ्नो भनौँ न त्यो रङ बदल्न सक्ने त्यो क्षमता भएको रुलर चाहिँ राम्रो रुलर हो भनेर। सो जुन हामीले इमोरालिटी भनेर देख्छौँ त्यो इमोरालिटी नै द्याट इज द मोस्ट इम्पोर्टेन्ट ट्रेट इन अ रुलर भन्ने खालको त्यस्तो खालको विश्लेषण गरे अथवा त्यस्तो खालको एउटा निचोड निकालेको जस्तो देखिन्छ। र मैले त्यही लेखेको थिएँ अहिलेको उसमा चाहिँ पोलिटिकल पार्टिजहरूमा त्यस्तै खालको त्यो मनुभर गर्न सक्ने, कहिले के भन्ने र त्यो प्रफिट मात्रै, आफ्नो सेल्फ इन्ट्रेस्ट र आफ्नो प्रफिट मात्रै हेर्ने, जसको लागि इलेक्ट भएको छ उनीहरूको लागि काम नगर्ने खालको त्यस्तो खालको यो मोडर्न प्रिन्स जस्तो भएर गइरहेको छ हाम्रो पोलिटिकल पार्टिजहरू भनेर त्यसरी मैले त्यो अलिकति कम्पेयर गरेको थिएँ। अब अहिलेको विडम्बना के छ भने हाम्रो मोडर्न प्रिन्स र मिडिभल प्रिन्सको बिचमा परे जस्तो छौँ हामी होइन। राजा पनि आउनु खोजिरहेछ, यता हाम्रो पोलिटिकल पार्टिजहरू पनि त्यस्तै मोडर्न प्रिन्सहरू जस्तो भनौँ न, मोडर्न शासकहरू जस्तो। सो यो दुईटाको बिचमा छौँ भनेपछि हामी पिल्सिरहेको छौँ लोकतन्त्र हाम्रो बारे, हाम्रो लागि होइन, फर द पिपल, अफ द पिपल, बाई द पिपल, त्यो हुनुपर्ने ठाउँमा अहिले चाहिँ यो दुईटा मोडर्न प्रिन्स र यो ट्रेडिसनल प्रिन्सको बिचमा हामी चाहिँ पिल्सिया जस्तो अवस्था छ। कसरी चाहिँ हामीले यसलाई योबाट उँभो लाग्ने भन्ने खालको एउटा ठुलो प्रश्न चिन्ह अगाडि छ। सो त्यो एउटा फ्याक्सन भयो। अर्को के प्रश्न हुनुभएको थियो? अर्को मैले हाम्रो सार्वजनिक स्मृति पब्लिक मेमोरीमा चाहिँ अथवा कल्चरमा चाहिँ कसरी आउँछ, चेन्जहरू कसरी संस्थागत हुन्छ? हजुर, त्यसको लागि त यी मानुषजीले भने जस्तै हामीले कुनै अटेम्प्टै गरेका छैनौँ जस्तो, किनभने 1990 पछि नै हामी चाहिँ कस्तो पनि त्यो यस्तो प्रफिट मेकिङ सिनारियोमा हामी यसरी डाइभ गऱ्यौँ होइन। र अहिले पनि हाम्रो अहिले फेसनेबल के छ भने स्टेम भनेर, साइन्स टेक्नोलोजी इन्जिनियरिङ र म्याथ भन्ने खालको। सो कमोडिफिकेसनको कुरामा कमोडिटी बन्नलाई जे कुराले मद्दत गर्छ त्यो मात्रै पढ्नु भन्ने त्यस्तो खालको एउटा शिक्षा व्यवस्थाहरू आइरहेको छ भनेपछि हाम्रो मोरालिटी, हाम्रो जिम्मेवारी, हाम्रो सोसल रेस्पोन्सिबिलिटी, हाम्रो अकाउन्टेबिलिटी, हाम्रो जजमेन्ट्सहरू होइन, एज ह्युमन बिङ्स हाम्रो जजमेन्ट कस्तो हुन्छ, डिस्क्रेसनरी एबिलिटिजहरू यो कसरी चाहिँ अलिकति तीक्ष्ण पार्ने भन्ने कुरा, त्यो कुराहरूमा कहीँ पनि हामीले त्यो फोकस नै नगरेको अवस्था। र खालि कमोडिफिकेसनमा के पढ्दाखेरि चाहिँ आफू एज अ कमोडिटी राम्रो हुन्छु भन्ने खालको त्यस्तो खालको शिक्षा प्रणाली चाहिँ हामीले पुस गरेको 1990देखि। र अहिले पनि त्यही नै छ। अहिले चाहिँ अब नलेज इकोनोमी भनेर एकदम इकोनोमी, सो इट्स अल अबाउट प्रफिटियरिङ एन्ड त्यो खालि त्यो अक्युमुलेसन अफ वेल्थ मात्रै
त्यस्तो मात्रै देखिन्छ भनेपछि त्यो ह्युमन फ्लरिसिङ त खालि वेल्थ मात्रै त होइन, वेल्थ जेनेरेसन मात्रै त होइन होइन, त्यो त देयर अदर थिङ्स अदर देन वेल्थ जेनेरेसन द्याट मेक्स अ कन्ट्री भायबल लिभेबल। सो त्यस्तो कुराहरूमा चाहिँ हामीले अलिकति विचारै नपुरा जस्तो त्यस्तो भइरहेछ भनेपछि त्यो नगर्दाखेरि हाम्रो यो इन्स्टिट्युसनल कल्चर पनि त्यस्तो खालको छैन, हाम्रो सोसल कल्चर पनि त्यस्तो खालको छैन। अहिले जता पनि प्रफिटियरिङ नै छ। अनि त्यो नै डरलाग्दो कुरा के छ भने प्रफिटियरिङ नै मोरलिस्टिक बन्न गइरहेछ। द्याट्स द त्यो बिर्न बन्ना छ हाम्रो भनेपछि त्यो कुरा चाहिँ हामीले गर्न सकेका छौँ जस्तो लाग्दैन। त्यतातिर गइरहेछौँ हामी, गइरहेको मात्र होइन मोडी नै सक्यौँ त्यो हाइपर नियोलिबरलिजमतिर हामी एकदमै नै बढिसकेका छौँ। सो त्यो हिसाबले त्यो गरिसकेपछि त्यस्तो खालको मेमोरी हुने, त्यस्तो खालको हाम्रो आचरण हुने भन्ने कुरा नै भएन। अब सन्तोषजीलाई अर्को प्रश्न। अब राजतन्त्र सम्झिँदाखेरि अब हाम्रो चाहिँ हिन्दू राजा आउने कुरा हुन्छ होइन। राजतन्त्र आउने बित्तिकै सायद होइन धर्म र राज्यबिचको जुन दूरी हुनुपर्ने त्यो चाहिँ अलि धुमिल हुँदै जाने, त्यो दूरीहरू चाहिँ अथवा त्यो सेपरेसन चाहिँ बिलाउँदै जाने त्यस्तो सम्भावनाहरू एकदम बढी हुन्छ। सायद त्यसै कारणले पनि राजतन्त्र आइदियोस् अथवा राजतन्त्रलाई पुश गरेर हिन्दू राज्यतिर पुश गर्न सकिन्छ कि भनेर देशी विदेशी शक्तिहरू पनि सायद त्यस कारणले इन्ट्रेस्टेड भएका जस्तो पनि देखिन्छ। तपाईँ आफू दलित समुदायबाट रिप्रेजेन्ट गर्नुहुन्छ, अब र युवा पनि हुनुहुन्छ। अब धर्मलाई हाम्रो अहिलेको संविधानमा चाहिँ धर्म र राज्यको जुन सेपरेसन अथवा धर्मनिरपेक्षता सम्बन्धी हाम्रा जे प्रावधानहरू छन् त्यो दुवै थरीलाई चित्त बुझाएको छैन। कतिलाई पर्याप्त यो सनातन धर्म सम्बन्धी कुरा कम आयो अथवा भन्ने होला, कतिलाई त्यो चाहिँ झन् बढी भयो भन्ने पनि छ होइन। र अब हामी झन् अलि बढी यो धार्मिक स्टेटतिर पो जाने हो कि भन्ने एउटा शङ्का पनि छ। तपाईँले आफ्नो ब्याकग्राउन्डबाट हेर्दाखेरि यो के देख्नुहुन्छ, यसलाई कसरी हामीले बुझ्नुपर्छ, रेस्पोन्ड गर्नुपर्छ जस्तो लाग्छ? एकदमै प्रश्न एकदमै राम्रो प्रश्नको लागि एकदमै यहाँलाई धन्यवाद। दुईवटा तिनवटा कुरा म चाहिँ नि अहिले जो यो राजाको डिबेट भइरहँदाखेरि केही मान्छेहरूले त्यसो भए महिलालाई राजा बनाऊ, दलितलाई राजा बनाऊ यो भनेको पनि सुन्छु। मैले अघि नै भनिसकेँ कि हामी राष्ट्रिय स्वतन्त्र पार्टी गणतन्त्रवादी पार्टी हौ। अब त्यसको त्यो सिट त्यसमा धेरै मेरो आफ्नो कुरा के भने म अवधारणागत हिसाबमा राजतन्त्र खारेज गर्छु। मलाई त्यो कुनै पनि किसिमको राजतन्त्रको अवधारणा हिजो समाज विज्ञानमा समाज विकासको क्रममा कहीँ कतै त्यो सत्य लाग्यो होला र कहीँ कतै त्यसको अभ्यास भयो, तर त्यो आजको सबैभन्दा एकदमै असत्य हो, त्यो झुट हो त्यो भन्ने लाग्छ। यसर्थ मलाई यो राजतन्त्रले यो होला त्यो होला भन्ने कुरासँग त्यति धेरै बहस गर्नु छैन। यद्यपि आज नेपालमा अथवा यो भारत दक्षिण एसियामा जुन किसिमको राजाको कल्पना गरिएको छ त्यो स्वाभाविक रूपमा धर्मसँग जोडिन्छ। धर्मको विषयमा पनि मेरो खासै त्यति धेरै स्टेट रिलिजनसँग स्टेटको रिलेसनसिप हुनुहुँदै धर्म भनेको त्यो आफ्नो व्यक्तिगत कुरा हो भन्ने हो। र आजसम्म एउटा डर लाग्छ मलाई त यो, किनभने यतातिर हामीले बहस गऱ्यौँ भने दुईवटा तिनवटा कुराले हामी जति लोकतान्त्रिक भने पनि अघि डाक्टर साहबको एकदमै महत्त्वपूर्ण प्रश्नमा अलिकति मैले यता सुजिता म्यामले पनि कुरा उठाउनु भएको थियो। कुरा पार्टीहरूले डेलिभर गरेनन्, यो गरेनन् त्यो गरेनन् त्यो त छँदैछ। त्यति मात्रै होइन, हामीले जसरी व्यवस्था परिवर्तन गऱ्यौँ हामीले समाजको लोकतान्त्रिकरणै गरेनौँ, हामी व्यक्ति आफै लोकतान्त्रिक नै भएनौँ। हामीले कुरा चाहिँ गऱ्यौँ, व्यवस्था चाहिँ परिवर्तन गऱ्यौँ, तर हामी त्यो व्यवस्थाले परिकल्पना गरेको जस्तो प्रवृत्ति नेचर हामीसँग भयो कि भएन। म्याकियाभेलीले भनेको जस्तो प्रवृत्ति त्यति बेला थियो, तर आज हामीले उन्नत लोकतन्त्रको कुरा गर्दाखेरि हामी त्यस्तो भयो कि भने हामी भएनौँ। नभएका कारणले आज यी कुराहरू बारम्बार दोहोरिएर आउँछन्। हामीले समाजलाई लोकतान्त्रिकरण गरेनौँ, समाज समावेशी बनाएनौँ, घरलाई लोकतान्त्रिकरण गरेनौँ, हामी व्यक्ति आफै पनि लोकतान्त्रिक भएनौँ, समावेशी भएनौँ, हामी आफै पनि अर्काको संस्कृतिलाई सम्मान गर्ने भएनौँ। र त्यो सबैको जोडले आज हामी जुन ठाउँमा बहस एउटा अतिवादी बहसमा धर्मका हिसाबमा, शासन सत्ताका हिसाबमा, संस्कृतिका हिसाबमा जुन अतिवादी बहस गरेको छु त्यसको हो भन्ने लाग्छ मलाई। यद्यपि त्यसमा राजनीतिक पार्टी फेरि यो गर्नुपर्थ्यो कसले भन्दाखेरि अफकोर्स यो राजनीतिक पार्टीहरू नै गर्नुपर्थ्यो, राजनीतिक पार्टीकै दायित्वभित्र त्यो थियो। म त आफै पनि राजनीति आफैमा पनि शिक्षा हो भन्ने पनि मेरो एउटा बुझाइ हो, किनभने राजनीतिले शिक्षित गर्नुपर्छ। समाज त राजनीतिभन्दा अगाडिको अवधारणा हो। समाज बस्यो तर त्यहाँ नमिलेको कुराहरू मिलाउनलाई हामीलाई राजनीति चाहिएको हो।
त्यसका लागि हामीले स्टेट जो स्टेट अफ नेचरबाट स्टेट बनाएको हो, यी यावत कुराहरू रिलेटेड छन्। अब आज आएर हामी जति दुःख पाइरहेका छौँ, वास्तवमा यो दुःख पाउने यो समय नै होइन, किनभने अब यो 17औं 18औं शताब्दीमा भएका डिबेटहरू, इन्लाइटेनमेन्ट मुभमेन्टका पिरियडमा भएका डिबेटहरू, रेनेसाँको पिरियडमा भएका डिबेटहरू आज हामी गरिरहेका छौँ। किन भन्दाखेरि हामीले गर्नुपर्ने काम गरेनौँ, राजनीतिक पार्टीहरूले गरेन। राजनीतिक पार्टी अमूर्त होइन, स्टेट नै राजनीतिक पार्टीहरूको त्यहाँ काम भएन भन्ने लाग्छ। त्यहाँ कुनै अरू कोही पनि चिज छैन। समाज राज्य भनेको त हामी त हो, मान्छे त हो, तर हामीले गर्ने भन्ने लाग्छ। मैले जोडेँ, हजुर मैले जोडेँ। जहाँसम्म अब यो दलित कम्युनिटी र रिलिजनको कुरा त अब काफी भएको छ, अझ यसमा धेरै गर्न सकिन्छ। यसका अब अनेक थरीहरू छन्, तर मुख्य कुरा के हो भने यो कसैले माने पनि नमाने पनि हाम्रो समाज धर्मका कारणले उच्च निचमा विभाजित समाज हो। जात व्यवस्था आजको हाम्रो हामीले नचाहेर पनि हाम्रो आज यथार्थ हो, आजको सत्य हो। जसरी अघि मानुषजीले राज संस्था मात्रै हामीले फालेको होइन, राजा मात्रै फालेको होइन, कस्तो मिठो छ नि त्यो, राजा मात्रै फालेको होइन हामीले, त्यो राजासँग सम्बन्धित त्यसको पोलिटिक्स, पावर पोलिटिक्स फालेको, त्यसको इकोनोमी फालेको हो, त्यसले स्रोत साधनमा गरेको कब्जालाई फालेको हो, त्यसले निर्माण गरेको जातिवादी लैङ्गिक असमानताको संस्कृतिलाई फालेको हो, गरेको त्यो हो। तर यथार्थ त्यो भएन। नभए पछाडि अनि हेर्दाखेरि लाग्यो खास फरक त केही पनि रहेनछ भनेर आज जुन एउटा कमन न्यारेटिभ जो एकदम सामान्य भाष्य जो आए पनि त केही फरक पर्दैन भन्ने जो बनेका छ, मलाई लाग्छ त्यसको कारणले बनेको छ। फेरि पनि आजको दिनबाट हामीले त्यो सुरु गरेनौँ भने फेरि पनि केही हुनेवाला छैन भन्ने लाग्छ। अब यो धर्म भन्ने विषय जटिल छ, यसै पनि जटिल छ। म आफूलाई चाहिँ नि अलिकति डर लाग्छ। यो गएको यो चितवन कचेरीमा दुईजना असाध्यै राम्रा व्यक्तिहरू भेटेको थिए, परवेज हुडवे र यो हर्षवर्धन। अनि त्यस पछाडि अलिकति मेरो बुझाइ अझ अलिकति म ठिकै बुझिरहेको छु भन्ने लाग्छ। मलाई एकदमै सम्मान छ जसले आफ्नो एउटा आध्यात्मिक अभ्यास गर्छ, त्यसमा मेरो भनाइ भन्नु केही पनि छैन। तर राज्य चाहिँ धर्मको हुँदैन। राज्य लको हुन्छ, राज्यमा जस्टिस हुन्छ, राज्यमा ऱ्यासनालिटी हुन्छ, राज्यमा इक्वलिटी हुन्छ, तर राज्यमा अरू कुरा हुँदैन। त्यो गर्न त्यो गऱ्यो भने त्यो राज्य हुँदैन। र जहाँसम्म हामीले कल्पना गरेको लोकतान्त्रिक, अरू धेरै कुरा छोडिदियो, लोकतन्त्र आफैमा यति ठुलो दर्शन हो कि त्यसलाई त्यो यो लोकतन्त्र त्यो लोकतन्त्र भनिराख्नुपर्ने जरुरी छैन यदि हामी हुन चाह्यो भने। तर तपाईँ त्योभन्दा पर जानु भने लोकतान्त्रिक पनि हुन सक्नुहुन्न। अब अघि यहाँले सोधेको हाम्रो संविधानमा जो धर्मको कुरा, सनातन कुरा, यो चाहिँ नि हामीले कस्तो भने मैले एकचोटि हाम्रो पार्टीको आन्तरिक बैठकमा भनेको थिएँ, हामीले सबै कुरा मौलिक बनायो भन्यौँ। हाम्रो चाहिँ संविधान पनि मौलिक, व्यवस्था पनि मौलिक, वेस्टमिन्स्टर पार्लियामेन्ट्री डेमोक्रेसी यो, अनि त्यो के रहेछ भने त्यो केही पनि काम नगरिरहेछ क्या। हामीले बनाएको मौलिक भनेको चाहिँ नि बनाउनु मौलिक बनाएको, त्यो के गर्ने भने केही पनि काम नगर्ने खालको रहेछ। आज अब यतिको सिनियर दाइहरू, प्रतिष्ठ दाइहरूदेखि लामो समयदेखि यहाँको अन्तर्द्वन्द, यहाँको समस्यामा काम गरेर आउनुभएका दाइहरू हुन्छ, जसले त्यस्तो रिगरस रिसर्चहरू गर्नुभएको छ। र हामी त्यो यही मार्टिन चौतारीमा यहीँ आएर कार्यक्रममा प्रस्तुत हुँदै अलिअलि चेतना विकास गरेको मान्छे आज आएर हामी एक ठाउँमा हुँदै पनि यो विषयमा छलफल बहस गर्नुपर्दाखेरि चाहिँ नि साँच्चीकै यो दुर्भाग्य हो, साँच्चीकै यो राम्रो चाहिँ होइन। किनभने हामीले जति न्यूनतम उपलब्धि पनि हामीले प्राप्त गर्न सकेनछौँ। राजनीतिले त गर्दै गरेन, अन्य हाम्रा प्राज्ञिक अन्य सामाजिक आन्दोलनबाट हामीले जे जति गरेको त्यो पनि आज सबै कुरा एक ठाउँमा आएर एउटा सानो विषय जसलाई हामीले फालिसकेका छौँ, जसको कुनै फेरि त्यो सम्मान पनि देख्दैन म चाहिँ। फेरि टु बी भेरी फ्र्याङ्क, त्यो ठिक छ, त्यसले अलिकति अप्ठ्यारो पार्ला, हाम्रो अलिकति हाम्रो गभर्नेन्समा अलिअलि अप्ठ्यारो पार्ला, अलिकति हाम्रो पोलिटिकल प्रोसेसमा डिरेल गर्ला, अलिअलि इलेक्ट्रोल प्रोसेसहरूमा गर्ला, हामीले जो संविधानले भनेको समावेशिता यी यावत कुरामा अलिकति पछाडि सार्ला जस्तो गर्ला। तर अन्ततः त्यो केही पनि हुँदैन भन्ने मेरो बुझाइ हो। किनभने आज हामी त्यो ठाउँमा छैनौँ, धेरै अगाडि गइसकेको छ, चेतना धेरै विकास भइसकेको छ भन्ने लाग्छ। मेरो ठाउँमा हेर्दाखेरि मैले यहाँलाई भने पनि हालेँ, मलाई मान्छेको स्वतन्त्रताका बिचमा बाधा भएका, मान्छेका मुक्तिका अगाडि लम्पसार परेर बसेका सबै किसिमका मान्छेका अहित हुने संसारका सबै किसिमका कुराहरूको म विरोधी हुँ। मलाई त्यो अभ्यास गर्नुपर्छ भन्ने लाग्दैन। मानिसजीलाई म के सोध्न चाहन्छु भने यो अहिले हामी प्रमुख राजनीतिक दलहरूलाई त अब गाली पनि गरिरहेका छौँ होइन, जिम्मेवार हुनु यिनीहरू यो अहिलेको अवस्था आउन भनिरहेछौँ। तर साना पार्टीहरूको के रोल छ यो हामी अहिलेको व्यथिति यो सबमा? साना पार्टीहरूले कस्तो भूमिका खेलेका छन्, उनीहरू कतिको जिम्मेदार छन्, उनीहरूको जिम्मेदारी कति छ होइन? मैले सन्तोषजीलाई नसोधी तपाईँलाई नै सोधेँ। अब उहाँहरूकै पार्टीले पनि अब जस्तो सङ्घीयतामा एक हिसाबले अहिले पछि तपाईँले रेस्पोन्ड गर्न सक्नुहुन्छ, सङ्घीयतामा हामी जाँदैनौँ भन्ने त्यस्तो बुझाइहरू छ जस्तो लाग्छ। धर्मकै कुरामा पनि कति पार्टीहरूको
एकदम फरक बुझाइ छ होइन संविधानका मान्यताहरूभन्दा। अनि यो उसमा साना पार्टीहरूले चाहिँ कसरी यसलाई रेस्पोन्ड गर्नुपर्छ अहिलेको अवस्थालाई तपाईँले हेर्दा उनीहरूको जिम्मेवारी के छ र कसरी रेस्पोन्ड गर्नुपर्छ? यो ठुलो र सानो पार्टी भन्ने बिम्ब चाहिँ अलि असहज लाग्छ होइन। अहिलेका ठुला पार्टीहरू पनि केही दशक अगाडि सानसानै थिए, अहिलेका साना पार्टी भोलिको दिनमा ठुलो पनि हुन सक्छन् होइन। त्यो ठुलो सानो भन्दा पनि तर त्यो जायज पनि हो, फेरि भूमिका के हो भन्ने कुरा गर्दा त्यसमा अब हाम्रो पार्टी पनि रह्यो, तर अब संसदीय अभ्यासमा चाहिँ हामी ठ्याक्कै प्रवेश गर्न त्यो मौका हामीले प्राप्त गरेका छैनौँ। तर मूलत हामी सबैलाई थाहा छ राजनीति भनेको अथवा राजनीति गर्ने स्थल भनेको संसद मात्रै होइन, बाहिर पनि हो। तर मुख्य गरी जति प्रभावकारी ढङ्गबाट संसद र सरकारबाट गर्न सकिन्छ त्यही गतिमा र त्यही इन्टेन्सिटीमा चाहिँ बाहिरबाट गर्न त्यति सम्भव चाहिँ हुँदैन। यद्यपि त्यो निरन्तर प्रश्न गर्ने, निरन्तर जवाफदेही बनाइराख्ने ठाउँमा चाहिँ प्रतिपक्षी अथवा संसद बाहिरका साना पार्टीहरूको भूमिका रहन्छ। अब थुप्रै साना पार्टीहरू छन्, एक ठाउँमा आउन नसक्नुको एउटा विडम्बना चाहिँ के भएको छ भने प्रमुख ठुला पार्टीहरू चाहिँ कुनै सङ्कट आएको खण्डमा, जस्तै ठुल्ठुला काण्डहरूको खबर आएको खण्डमा झ्यापझुप एक ठाउँमा बसेर त्यो चाहिँ मिलाइहाल्ने होइन, फिक्सिङ गर्ने त्यो खेलमा भइरहँदा अरू साना पार्टीहरू चाहिँ त्यही गतिमा त्यही इन्टेन्सिटीमा चाहिँ एकताबद्ध हुन नसक्ने त्यो एउटा समस्या चाहिँ मैले देख्छु। यदि त्यसमा अलिक गम्भीरतापूर्वक सोच्ने हो भने एउटा निर्णायक धक्का दिने ठाउँमा चाहिँ साना साना पार्टीहरू पनि मिलेर हुन्छ भन्ने लाग्छ। अब यहीँनिर गर्दा संसदमा हुन त यो अब उहाँले सन्तोषजीले पनि भन्ने कुरा होला होइन, उहाँहरूको पार्टीको भूमिकाको विषय पनि यसमा जोडिन्छ। मलाई चिन्ता चासो चाहिँ अलिक कता आउँछ भने किनकि एकदम प्रिय साथीहरू हुनुहुन्छ, मेहनत गरिराख्नु भएको छ, एकदम धन्यवाद पनि दिन मन लाग्छ कहिलेकाहीँ होइन। तर त्यो निर्वाचनको बेला जुन एउटा जनमतबाट उहाँहरू आउनुभयो नि, जुन मास बेस छ त्यहाँ चाहिँ अलिकति गृह कार्य मजाले गर्नुपर्ने चाहिँ म देख्छु। किनकि त्यो निर्वाचनको बेला म पनि उम्मेदवार थिएँ, म उठेको क्षेत्रमा त्यहाँ रासोपाकै साथी उठ्नु भएको थियो र अलिकति समीक्षा गर्ने मलाई अवसर पनि मिलेको थियो। र त्यो हेर्दै गर्दाखेरि कतिपय एउटा त राष्ट्रिय माहौल कसरी सृजना भयो भन्दा एकदम यो सङ्घीयताको विपक्षमा, धर्मनिरपेक्षताको विपक्षमा, अनि एकदम यो महिला द्वेषी कुराहरू एकदम व्यापक फैलिरहेको थियो। र कता कता त्यो सेन्टिमेन्ट चाहिँ थोरै नयाँ पार्टीमा पनि त्यो बेसको रूपमा आउँदै गर्दा मलाई चाहिँ यो त अलि सही भइरहेको छैन कि भन्ने चिन्ता चाहिँ मलाई लागेको थियो। किनकि जुन दिन मतदानको दिन थियो त्यो बिहान बालेन शाह र रवि लामिछाने उहाँहरूले चाहिँ प्रदेशमा भोट नहालेको भन्ने त्यो भिजुअल इम्प्याक्ट जति तीव्र गतिमा त्यो बिहान बिहानै त्यो फैलियो मिडियाबाट, त्यसको चाहिँ दिउँसोसम्म आइपुग्दाखेरि एउटा फरक माहौल बनेको थियो कि। त्यस कारणले गर्दा अब उहाँहरूको डकुमेन्टमा होइन, अघि भर्खर उहाँले भन्नुभयो कतिपय राम्रा कुराहरू समेट्नु भएको छ, अझै परिष्कृत गर्दै हुनुहुन्छ, त्यो एउटा महत्त्वपूर्ण पाटो त हो। तर जुन मास बेसबाट उहाँहरू अहिले उभिनु भएको छ, पुग्नु भएको छ, त्यो बेसलाई चाहिँ गाइड गर्ने, प्रशिक्षित गर्ने होइन, यो अलि रूपान्तकारी प्रगतिशील राजनीतितर्फ उन्मुख गराउने चाहिँ प्रमुख दायित्व चाहिँ फेरि लिडरसिपको होइन। त्यसकारण त्यो लिडरसिपमा बस्नुभएको साथी सबै साना पार्टीहरूको त्यो सबैमा समस्या छ। मेरो पार्टीको नि कुरा गरौँ, उदाहरणको लागि यो मुकुमलुङको केसमा मलाई पनि अलिकति गाह्रो भएको थियो। ताप्लेजुङकै साथीहरू अलिक विभाजित हुनुहुन्थ्यो आफ्नै पार्टीभित्र। अब त्यो धारणाहरू सुन्ने आफ्नो ठाउँमा त छ, अब एज अ स्कलर त यति धेरै कुराहरू निहाल्ने होइन, संशय गर्ने भन्ने हुन्छ। पोलिटिकल लिडरसिप भनेको त निर्णय गर्ने कुरा हुन्छ होइन। त्यसमा निर्णय गर्ने चरणमा चाहिँ हामीले सबैको कुरा सुनेर फेरि मुकुमलुङको केसमा चाहिँ हामीले मुकुमलुङकै लागि जो यो केबल कारको विरुद्धमा आन्दोलनमा जो हुनुहुन्छ उहाँहरूलाई नै साथ दिनुपर्छ भन्ने कुरा हामीले त्यो त लिडरसिप लेभलबाट, चाहे त्यो होइन सामाजिक सञ्जालमा गाली किन नआओस्, पार्टीकै साथीहरू केही साथीहरू रुष्ट किन नहुन्, तर लिडरसिपको जिम्मेवारी भनेको चाहिँ त्यो हो। त्यो चाहिँ अलिक सानो पार्टीमा यो बेला पनि छ क्या, हामीलाई सिक्ने बेला पनि हो। ठ्याक्क होइन गर्ने नै ठाउँमा पुग्न हामी अझै सकेका छैनौँ भने हाम्रो लागि त एकदम सिक्ने, अझै आफूलाई तीक्ष्ण पार्ने होइन,
आफ्नो कार्यक्रमहरू योजनाहरू अझ जनप्रिय कसरी बनाउन सकिन्छ भन्ने कुरामा अभ्यास गर्ने एउटा मौका हो। त्यसकारण यो साना पार्टी हैन हरूले चाहिँ अहिले गर्न सकिने सबैभन्दा महत्त्वपूर्ण काम भनेको चाहिँ दुईटा, एउटा आफ्नै जनाधार के हो त्यसमा अलि भ्रष्टता ल्याउने, दोस्रो कुरो भनेको चाहिँ आफू बिचमा साझा मुद्दाहरूमा विशेष गरी तपाईँहरूले चयन गर्नुभएको जुन शब्द छ दल राज नेता राज, यसको अन्त्य गर्नको लागि पनि यो त एउटा पार्टीले मात्रै एउटा समूहले मात्रै गर्न हैन, मलाई लाग्दैन त्यो त्यसरी सम्भव हुन्छ। यसको लागि त बृहत तह र तबकाबाट एउटा अलायन्स बनाउन जरुरी छ। त्यसमा चाहिँ हामी सबै मिलेर चाहिँ एउटा निर्णायक शक्ति चाहिँ बढ्न सक्छौँ भन्ने मलाई लाग्छ। म तपाईँलाई नै एउटा थप प्रश्न गर्छु अनि सन्तोषजीलाई रेस्पोन्ड गर्ने मौका दिन्छु। यो अहिलेको राजतन्त्रप्रति मान्छेहरूलाई अलिकति फेरि लोभ लाग्नु, नोस्टाल्जिया हुनुको एउटा कारण चाहिँ यो वैकल्पिक दलहरू, वैकल्पिक फेनोमेननहरू, अब कहिलेकाहीँ दल छैन व्यक्ति मात्रै छन् होइन, त्यसप्रतिका वितृष्णाहरू अथवा तिनीहरूले गरेको कामप्रति निराशाले पनि अलिअलि चाहिँ त्यतातिर मान्छेलाई उन्मुख गरेको हो कि भन्ने एउटा शङ्का गर्ने ठाउँ छ होइन। अब हामी नेता राजकै कुरा गर्छौँ अनि आज वक्ताको रूपमा तपाईँ पनि हुनुहुन्छ भनेर हामीले अब सोसियल मिडियामा राख्दाखेरि त्यहाँ एक किसिमको ब्याकल्यास चाहिँ कस्तो आएको छ भने मानुषीजी आफै अब यस्तो दलमा हुनुहुन्छ जहाँ बाबुरामजी सधैँ अध्यक्ष हुनुहुन्छ अथवा सधैँ उहाँको विकल्प छैन नेताको रूपमा। अब तपाईँ झापामा एउटा कार्यक्रममा हुनुहुन्थ्यो, म त्यहाँ दर्शकको रूपमा हुँदाखेरि मैले त्यहाँ पनि तपाईँलाई एउटा प्रश्न आइराखेँ देखाएको थिएँ, अलिकति यो वंशवाद जस्तै केही निरन्तरता तपाईँहरूकै दलमा पनि छ भनेपछि अनि साना पार्टीहरूले भन्ने जुन मैले शब्द प्रयोग गरेँ त्यो त मैले अब सायद सही शब्द होइन, तर मैले भन्नु खोजेँ चाहिँ अहिले प्रमुख जिम्मेवार भनेर ठानिएका यो सत्ता साझेदारीमा व्यस्त अरू पार्टीहरूभन्दा अलिकति बाहिर रहेका पार्टीहरूमा पनि त्यो किसिमको अलिकति हामी फरक किसिमले सञ्चालन गर्छौँ भन्ने त्यो देखाउन नसक्नु पनि अलिकति समस्या हो कि, त्यसलाई के भन्नुहुन्छ? राजनीति गर्ने कुरामा चाहिँ एउटा भित्री अंश कि कोर कुरा पनि महत्त्वपूर्ण हो र त्यसको बाहिरी पक्ष फर्म हैन, इसेन्स र फर्म दुइटै ब्यालेन्स गर्नुपर्ने हुँदो रहेछ। मैले चाहिँ यो वैकल्पिक राजनीति भनेर हामीले नयाँ शक्ति अभियानदेखि लगभग अब 9-10 वर्षै हुन लागिसक्यो। त्यो बेलाको थालनीदेखि नै र उज्जवल थापाको नेतृत्वमा जुन त्यो बेला विवेकशील अभियान भन्ने थियो होइन पार्टी थियो, त्यसको यताको यो एभोल्युसन हेर्दै गर्दा उज्जवल थापाले सुरु गर्नुभएको एउटा खालको विकल्पमा चाहिँ अलि राजनीति गर्ने तरिकामा बढी फोकस थियो हैन, अलि नयाँ ढङ्गबाट नयाँ मान्छेहरू देखिँदाखेरि नयाँ देखिनु पर्यो भन्नेमा अलि बढी प्राथमिकता त्यता भएको जस्तो मलाई फिल हुन्थ्यो भने हाम्रोमा चाहिँ वैचारिक हिसाबले दार्शनिक हिसाबले हैन सबै कार्यक्रमिक हिसाबले पनि हामी चाहिँ नयाँ हैन यो अब किन हामी त माओवादी पार्टीमा थियौँ पहिला, त्यसको चरण समाप्त भयो र देशलाई एउटा नयाँ खालको चाहिँ वैचारिकी पनि आवश्यक छ, राजनीति गर्ने तरिका सबै आवश्यक छ भनेर गइरहँदा हाम्रो रूप पक्षमा चाहिँ हामी त्यति नयाँ देखिन सकेनौँ हैन। हाम्रो नेतृत्व आफैमा अब पहिला प्रधानमन्त्री भइसक्नु भएको एउटा आन्दोलनबाट आउनु भएको हिसाबले आम जनतामा यो पात्र कसरी नयाँ भयो त भन्ने अलिक फर्म पक्षमा चाहिँ अलिक बढी डिफेन्सिभ हामी हुन गएका हौँ। अब अहिले अगाडि बढ्दा चाहिँ हामीले यो दुइटै पक्ष सार पक्ष र रूप पक्ष दुइटैलाई चाहिँ एकदम कलात्मक ढङ्गबाट सन्तुलित ढङ्गबाट नै अगाडि बढाउनु पर्ने रहेछ भन्ने चाहिँ हामीलाई लागेको छ। र जहाँसम्म हाम्रो पार्टीभित्र परिवारवादको कुरा आउँछ, यो त मैले राजनीतिको मलाई लाग्छ डे 1 पहिलो दिनदेखि मैले अब 20 वर्ष हुन लागिसक्यो राजनीतिमा लागेको। यो पार्टीभित्र पनि र पार्टी बाहिर पनि सदैव जवाफ दिइराख्नुपर्ने विषय हो। आजसम्म थाकेको त छैन हैन। र यो प्रश्नहरूलाई मैले कसरी पनि लिन्छु भने मैले अझै आफूलाई के भन्ने प्रुभ गर्न बाँकी रहेछ, विकास गर्न बाँकी रहेछ भन्ने रूपमा नै एकदम सकारात्मक रूपमा लिन्छु। तर अब व्यक्तिगत तहमै जाने हो भने त मैले डाक्टर बाबुराम भट्टराई र हिसिला एमी र अन्य थुप्रै अहिले हाम्रो अस्तिको भर्खरको महाधिवेशनबाट हामी त 35,000 भन्दा बढी हाम्रो पार्टी सदस्यता रिन्यू भएर हामी महाधिवेशनबाट आयौँ।
हामी 35,000 भन्दा बढी छौँ यो पार्टीमा र म पनि केही निश्चित कारणले लागेको छु हैन। उहाँहरूले माओवादी पार्टी छोड्नुभन्दा अगाडि नै मैले छोडिसकेको हो र नयाँ शक्ति अभियान सुरु गर्दा केही उत्साहका साथै र उहाँमा नेतृत्वमा पनि केही नयाँ परिवर्तन आएको देखेर नै म लागेको हुँ। उहाँहरूले त्यस्तो कुनै खराब काम गर्नुभएको अपराधै गर्नुभएको जस्तो मलाई लाग्दैन हैन। त्यसकारण तार्किक हिसाबले भन्नुपर्दा कस्तो खालको राजनीतिलाई मानुसेवी भट्टराईले सपोर्ट गर्नुपर्ने हो त? नेपाली काङ्ग्रेसको, अहिलेको एमालेको, अहिलेको माओवादी केन्द्रको? होइन, म त सहमत छैन त्यसमा। अहिले यो पार्टी जुन हामीले बनाएका छौँ नेकपा नयाँ शक्ति, त्यसमा जति बाबुराम भट्टराईको योगदान छ त्यति नै हामी 35,000 चान्चुन साथीहरूको योगदान छ दस्तावेज बनाउनुमा, त्यसलाई कार्यान्वयन गर्नुमा, छलफल गर्नुमा। ती मध्येको एकजना पात्र हुँ म। निर्वाचनमा भाग लिएर बरु म चाहिँ निर्विरोध भएँ, म लगायत 22 जना चाहिँ हामी निर्विरोध भयौँ। अब त्यो के कारणले हो त्यो त साथीहरूले विश्वास गर्नुभयो अथवा के गर्नुभयो त्यसको आफ्नै एउटा कारण होला। तर स्वयं डाक्टर बाबुराम भट्टराईमाथि चाहिँ चुनौती थियो, उहाँको चाहिँ प्रतिस्पर्धी हुनुहुन्थ्यो यो महाधिवेशनमा। यो सबै प्रक्रियाबाट गुजेर आइरहँदाखेरि पनि मलाई लाग्छ हामी अलि ट्रान्सपेरेन्ट पनि छौँ, सामाजिक हिसाबले उपलब्ध पनि छौँ, अनि जवाफदेही पनि छौँ। जो पटक पटक जवाब दिन्छ ऊबाट नै हैन, उसमाथि नै यही खालको प्रकृतिको प्रश्न आइरहनु चाहिँ कहिलेकाहीँ अलि नमिठो पनि लाग्छ। तर जो प्रश्नबाट भाग्नुहुन्छ, जो प्रश्न सामना गर्ने यो टेबलमा आउन पनि सक्नुहुन्न, उहाँहरूमाथि पनि प्रश्न गर्ने जमर्को गर्नुपर्छ भन्ने लाग्छ। र मेरो त जसले सामाजिक सञ्जाल लगायतको माध्यमबाट गर्नुहुन्छ म माथि प्रश्न, म माथि त निरन्तर गर्नुहोस्। मैले अघि नै भने एकदमै सकारात्मक रूपमा लिन्छु। हामीले गणतन्त्र ल्याएको, राजतन्त्र अन्त्य गरेकै यही कारणले हो हैन, कि यो वंशानुगत खालको राजनीतिको अन्त्य होस् भनेरै ल्याएको हो। म त निर्वाचनमा पराजित भएको मान्छे हो हैन। तर चुनौती चाहिँ के हो भने जो अन्य नेताका सन्तानहरू छन् उहाँहरूलाई पनि कठघरामा ल्याएर सोध्ने प्रयत्न पनि हुनु पर्यो हैन। डाक्टर अर्चना थापा बृहत नागरिक आन्दोलनमा हुनुहुन्छ, डाक्टर सञ्जीव उप्रेती पनि किन सँगसँगै हुनुहुन्छ निरन्तर भनेर सोधिराख्न जायज हुन्छ र? न्यायपूर्ण हुन्छ र? त्यो त प्रेरित हुने, सहभागी हुने एउटा निर्णयको प्रक्रिया हो हैन। भोलि तपाईँका सन्तानहरू तपाईँहरूले गरिराख्नु कामप्रति प्रोत्साहित भएर सँगसँगै लाग्नुभयो भने त्यो त तपाईँहरूले गर्नुभएको कामप्रतिको विश्वास पनि हो नि, राम्रै काम गरिराख्नु भएको रहेछ भन्ने पनि एउटा प्रमाण हो जस्तो मलाई लाग्छ। त्यसकारण एउटा विधि प्रक्रियामा हामी जुन पार्टीमा लागिरहेका छौँ त्यसलाई चाहिँ सकारात्मक रूपमा लिइदिनु हुन म अनुरोध गर्छु। र जहाँसम्म अरू पार्टीहरूको समस्या नै मैले यही देखेको हो किनकि अघि म्यामले पनि भन्नुभयो राजनीति भनेको मेरो चाहिँ अलिक फरक हो म्याम होइन। मैले यसलाई पोलिटिकल म्यानेजमेन्टको रूपमा मात्रै लिँदिनँ, यो होइन गभर्नेन्स। ओके, गभर्नेन्स एउटा वान वे अफ पोलिटिकल म्यानेजमेन्ट पनि हो, तर त्यो चाहिँ एउटा कल्चरसँग सम्बन्धित हुन्छ होइन र पात्रसँग पनि। अब हामीले कल्चर भनिरहँदा एकदम अमूर्त कुरा छोडेर पनि भएन, तर राज्यले जरा गाड्ने भनेको त पात्रहरूको विशेष भूमिकाहरू मात्र पनि हो। र ती पात्रहरू 10 वर्ष अगाडि क्रान्तिकारी थिए भने आजको दिनसम्म पनि क्रान्तिकारी भइरहन्छन् भन्ने चाहिँ हुँदैन कि नियतमा चाहिँ छोड्नै हुन्न हैन, त्यो मापनै गर्न नसकिने कुरा हो। त्यसकारण विधिमा बाँध्न, जवाफदेही बनाउन एकदमै महत्त्वपूर्ण छ र हामीले यो 17 वर्षमा गर्न नसकेको चाहिँ नयाँ व्यवस्था ल्याएर दलभित्रकै हाम्रा जुन भनौँ न राजनीतिक दल सम्बन्धी ऐन छ त्यो विषयमा जति घनीभूत रूपमा हामीले काम गर्नुपर्ने हो। खालि दल विभाजनको विषयमा मात्रै मिडिया पनि अलिक बढी केन्द्रित भएको, सांसदहरू अलिक बढी केन्द्रित भएको जस्तो लाग्छ। तर यदि दलहरूभित्रको लोकतन्त्रलाई हामीले चाहिँ गम्भीरतापूर्वक लिने हो भने एकदमै काम गर्नुपर्ने चिज चाहिँ यो दण्डहीनतालाई संस्थागत गर्ने, जवाफदेहितालाई संस्थागत गर्ने काम चाहिँ राजनीतिक दलहरूबाटै सुरु हुनुपर्छ भन्ने लाग्छ। सन्तोषजीलाई अघिको प्रश्न त्यहाँ उठिसकेको छ होइन, मलाई यसरी सन्दर्भीकृत गरौँ जस्तो लाग्यो। यो हामी अब वैकल्पिक राजनीति चाहिँ कसरी आएको छ भने नेपालमा होइन, अलिकति हामी धेरै आइडियोलोजिकल कुराहरूमा धेरै बहस गर्न थाल्यौँ। साम्यवाद, समाजवाद, पुँजीवाद
यो एकदम क्लिसेड भइसक्यो, या 2-2वटा आन्दोलन भइसके, संविधान सभाबाट नयाँ संविधान आइसक्यो, यस्ता ठुल्ठुला आइडियोलोजिकल प्रश्नहरू त हामीले एउटा नागरिक कम्प्रोमाइज सम्झौता गरेर सल्भ गरिसक्यौँ, त्यसलाई एटलिस्ट एउटा डिरेक्सन दिइसक्यौँ। अब त व्यवस्था होइन अवस्था परिवर्तन गर्ने, हामी त यसमा फोकस हुनुपर्छ होइन भनेर चाहिँ त्यो वैकल्पिक उहरू पार्टीहरू खुल्या छन् अथवा व्यक्तिहरू त्यसरी आएका छन्। अनि तर त्यसको अब हामीले हेर्दा चाहिँ त्यसको एउटा अर्थ के हुन्छ भने त्यसपछि संविधानले जे कुराहरू मानिसकेका छ, संविधान सभाबाट पारित भइसकेको छ, त्यो एउटा नागरिक सम्झौताको जुन दस्तावेज हो त्यसमा सबै कुरा मैले चाहेको सबै कुरा आएको छैन, त्यस्तै अर्को मान्छेले चाहेको पनि सबै कुरा आएको छैन। तर त्यो एउटा कम्प्रोमाइजको डकुमेन्ट सबैलाई यति चाहिँ अहिलेलाई यो मान्य छ है भनेर आएको कुरामा त वैकल्पिक दलका मान्छेहरूले त्यसमै त प्रश्न नगर्लान्, उनीहरू त योभन्दा अगाडि बढेर के गर्न सकिन्छ भन्नेतिर चाहिँ उनीहरू जालान् भन्ने हामी ठान्छौँ। तर अब जस्तो यही अहिलेको राजतन्त्र सम्बन्धी यो अभियानहरू आउँदै गर्दा, योगी आदित्यनाथको फोटो आउँदै गर्दा तपाईँकै दलकै नेताहरूले पनि त्यसलाई फेरि यो आदित्यनाथको चाहिँ छुट्टै प्रशंसा गाएर त्यसलाई डिफेन्ड गर्नु भएको छ होइन। अनि त्यसपछि अब कति मान्छेहरू हुनुहुन्छ जो अब यो कुनै दलसँग आबद्ध नभए पनि वैकल्पिक हिसाबले होइन, अब उहाँहरूको चाहिँ यो राज संस्थाप्रति अथवा यो धर्मनिरपेक्षताप्रति सङ्घीयताप्रति उहाँहरूको विचार के पनि स्पष्ट छैन। यो धमिलो पानीमा कसरी लुकेर बस्नु भने जस्तो, अनि कुनै बेला होला अब त्यसमा के गर्न सकिन्छ होइन भनेपछि यस्तो आधारभूत प्रश्नमै क्ल्यारिटी नआइकन वैकल्पिक राजनीति कसरी हुन्छ? अलिकति मानुष्यजीले उठाइदिनु भएको मित्रवत रूपमा उठाइदिनु भएको महत्त्वपूर्ण कुराहरू अलिकति गरौँ। त्योभन्दा अगाडि अघि सानो पार्टी अब त्यो टर्म आफैमा के हो, तर मेरो भनाइ चाहिँ किन हामीलाई ठुलो पार्टी होइन राम्रो पार्टी चाहिएको। पार्टीहरू ठुला त हामीसँग विगत लामो समयदेखि छन्, तर ती ठुला पार्टीहरू भएर खासै केही भएन। तर अब ठुलो पार्टी भन्दा पनि राम्रो पार्टी, वैचारिक सैद्धान्तिक मुद्दासहितको पार्टी चाहिने रहेछ भन्ने ठाउँमा पुगेको छु म चाहिँ। अलिकति मानुष्यजीले अलिकति तपाईँहरूको जुन ग्राउन्डबाट तपाईँहरू उठ्नुभयो त्यहाँ अलिकति ध्यान दिनु होला भन्नुभयो, त्यो एकदमै ठिक हो। किनभने यो अचम्मको कुरा भयो, अब अचम्मकै त नभनौँ अलिक नहुने कुरा भयो। एउटा पार्टी स्थापना भए पछाडि 6 महिनामै चुनावमा गएर त्यति ठुलो उपलब्धि, त्यसलाई उपलब्धिको रूपमा एउटा बहस होला, यो कसरी यस्तो भयो भन्ने विषयमा अर्को अध्ययन अनुसन्धान होला। त्यसो गरिरहँदाखेरि हामीले सबै कुरा स्पष्ट थिएन, हामी पनि धेरै कुरामा थिएनौँ र त्यो जसले जसले हामीलाई माया सद्भाव गरे त्यसका पछाडिका अन्य धेरै कारणहरू छन्। अब त्यसलाई अब प्रशिक्षित गर्ने चाहिँ हाम्रो जिम्मेवारी। त्यसको लागि मानिसहरूले मैले के भन्न चाहेँ भने हामीलाई थाहा छ त्यहाँ राप्रपाले राजा नल्याइदिएका, काङ्ग्रेसले भनेको जस्तो नव उदारवाद नल्याइदिएका होइन, एमाले भने जस्तो तर कहीँ पनि हुन नसकेका समाजवाद नल्याइदिएका यस्ता धेरै मान्छेहरू त्यहाँ छन्। र अब त्यो हुनु अस्ति सिकेराको एउटा इन्टरभ्यू सुनिरहेको थिएँ, बडा गजब लागेको थियो उहाँको एन्सर। तपाईँ गणतन्त्र अझ नवगणतन्त्रको कुरा गर्नुहुन्छ, तर तपाईँको पार्टीमा त राप्रपा विगतमा राप्रपामा काम गर्ने साथीहरू केन्द्रीय समितिमा रहेछ नि त, राजावादी रहेछ नि त भन्दाखेरि उहाँको एन्सर गजब मिठो थियो। अनि त ठिकै भयो त, राजावादीहरू गणतन्त्रवादी भए, द्याट्स इट होइन। भनेको हामीको पनि त्यो धेरै किसिमको छ, तर त्यसलाई प्रशिक्षित गर्न सक्छौँ कि सक्दैनौँ, त्यो मासलाई हामीले एउटा खालको वैचारिक दिन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा चुनौती हो, जुन अझसम्म चुनौती नै छ। त्यो चुनौतीमा हामी काम गरिरहेका छौँ, म अझ अलिक बढी त्यसमा काम गरिरहेको छु भन्ने मलाई लाग्छ। अनि यहाँले भनेको कुरा चाहिँ पहिलो कुरो त वैकल्पिक राजनीतिक शक्ति भनेको विचारविहीन, दर्शनविहीन, सिद्धान्तविहीन र मुद्दाविहीन होइन। त्यहाँनिर हाम्रो गल्ती भएको छ। कसरी भयो मलाई थाहा छैन। अब यहाँ मैले देखिरहेको छु हाम्रो पुराना वैकल्पिक पार्टीकै लागि काम गरेका साथीहरू पनि हुनुहुन्छ यहाँ। त्यो किन त्यस्तो भइरहेछ भने म अहिले पनि हाम्रो पार्टीभित्र त अझ विशेष गरी डे वानदेखि म जति बेला पार्टीमा सिद्धान्त, मेरा सामान्य कुरा छन् धेरै। म राजनीतिक शास्त्रको औपचारिक विद्यार्थीहरू यद्यपि मलाई मनपर्छ राजनीतिक शास्त्र, मेरो चाहिँ अलि शान्ति होइन, यो द्वन्द्व व्यवस्थापन पढेको हो मैले। 2-4वटा कुरा नभए पार्टी हुँदैन भन्ने मेरो बुझाइ हो। एउटा विचार, त्यो विचारबाट प्रशिक्षित सङ्गठनले उठाउने मुद्दा र त्यसलाई एकदमै निरन्तर मासमा लगिरहने एउटा समूह भएन भने राजनीतिक पार्टी हुँदैन भनेर म पार्टीभित्र पनि बहस गर्छु। तर भइदियो कस्तो भने पार्टी विकल्पका नाउँमा कसरी भएका पार्टीहरू सबै खराब, भएका पार्टी खराब, त्यसले त्यो आइडियोलोजिकली कहिले भएन। काङ्ग्रेस कहिले काङ्ग्रेस जस्तो भयो, कहिले पनि भएन। बिपीले जो कल्पना गरेको काङ्ग्रेस त आज पनि मैले धेरै ठाउँमा भनेको छु, आधाउधी बिपीको चेतनामा नेपाली काङ्ग्रेसका आजका साथीहरू सामाजिक राजनीतिक चेतना भइदियो भने हामीले धेरै कुरा पाउँथ्यौँ, तर त्यो कहिले पनि हुन सकेन। त्यस्तै गरी समाजवादी वामपन्थी आन्दोलनमा त्यस्तै धेरै नेताहरू छन्, धेरै हुनै सकेन। भन्दाखेरि हाम्रो समस्या
विचारले होइन, विचार नभएर हो त्यो आइडियोसी अफ आइडियोलोजी भन्ने एउटा छ नि, त्यो आइडियोलोजी जस्तो नभइदिने। अब यो किन भने यसको पनि डाक्टर साहब बडा अब यहाँ यतिको प्राज्ञिक सुचेता म्याम हुनुहुन्छ, प्रदीप दाइ हुनुहुन्छ, एउटा अध्ययनै गर्नुहुन्छ कसले नेतृत्व गर्यो, आन्दोलनको नेतृत्व कसले, त्यो ठिक मान्छेले गर्यो कि गरेन, ठिक समयले गर्यो कि गरेन, अब त्यसको पनि हिसाब किताब हुनुपर्छ भन्ने मलाई लाग्छ। गऱ्यौँ त हामीले धेरै ठुला ठुला आन्दोलन गऱ्यौँ, लोकतान्त्रिक आन्दोलन गऱ्यौँ, वामपन्थी आन्दोलन गऱ्यौँ, तर मूलत गएर फर्केर हामी त्यहाँ किन पुग्छौँ? त्यसको कुनै एउटा व्यक्ति विशेषको कारण हो कि हाम्रो समाजको बनावट त्यस्तो हो अथवा हाम्रो संस्कृति नै त्यस्तो हो? के कुराले हामीलाई त्यहाँ पुर्याउँछ? मैले अलि अगाडि सेतो पार्टीको नेपाल कति बन्यो कति बिग्रियो भन्नेमा एउटा लेख पनि लेखेको थिएँ। त्यत्रो घनघोर आन्दोलन गरेर आएका हामी अन्ततगत शिलान्यास गर्दाखेरि पुजै गर्न नगरिने हुने ठाउँमा पुग्दो रहेछौँ, भैँसीलाई पूजा गर्ने ठाउँमा पुग्दो रहेछौँ। त्यो व्यक्तिका मात्रै कुरा हो कि त्यसमा अरू पनि केही कारण छन्? अब एउटा अनुसन्धान, एउटा अध्ययन गर्ने हिसाबमा हामीले त्यता पनि गर्नुपर्छ जस्तो मलाई लाग्छ। मैले अघि भने वैकल्पिक पार्टी आफैमा एउटा विचार हुनुपर्छ। त्यो कस्तो विचार भन्दाखेरि त्यो परम्पराले स्थापित गरेका मान्छेलाई अहित हुने विचारका विरुद्धको विचार हुनुपर्छ। वैकल्पिक पार्टी मूलधारले स्थापित गरेका विसङ्गति विकृति विरुद्धको विचार हुनुपर्छ भन्ने मेरो चाहिँ कुरा हो। यो अमूर्त होला, यसमा काम गर्न काफी गर्नु पर्ला, तर हामीले कसरी बहस उठायो भने केही पनि चाहिँदैन। अब त्यो डेलिभर चाहिँ केही पनि नभएर डेलिभर कसरी हुन्छ? 50% भन्दा महिलालाई तपाईँले समावेश नगरिकन डेलिभर कसरी हुन्छ? 13% बढी दलितहरूलाई कहीँ पनि आउन नदिएर तपाईँको समाज समृद्ध र शान्त कहाँबाट हुन्छ? कसरी लोकतान्त्रिक हुन्छ? कसरी समावेशी हुन्छ? त म त आज के भन्न चाहन्छु भने अरू लामो कुरा, मेरो धेरै अनुभव पनि भएको छैन। 2072 सालको संविधानले व्यवस्था गरे अनुसारको राज्यको अहिले जो भएर त्यति मात्रै नहुँदाखेरि पनि यो अहिले जो बहसको गरिरहेको छौँ त्यसलाई मलदल पुगेको छ। आजै नेताहरूले विशेष गरी राज्य सत्ता सञ्चालन गरेर बुद्धि पुर्याउन् आजै ठाउँमा आउन्। त्यो कमसेकम धेरै चाहिएन, धेरै त तपाईँले गरिदिनुहुन्न, हामीलाई थाहा छ। हामीलाई त अझ त्योभन्दा अगाडि जानु छ। 72 को संविधानभन्दा अझ अग्रगमनतिर, अझ समावेशी, अझ प्रगतिशील, अझ लोकतान्त्रिक हुनु छ। तर तपाईँले गर्नु न, कमसेकम त्यो संविधानले भने जति गर्नु भएन भने त्यो तपाईँहरूले नगरेका कारणले आज हामीले, म आफै पनि 62-63 आन्दोलनमा सहभागी भएको मान्छे हुँ। आज हामीले त्यत्रो सङ्घर्ष गरेर ल्याएको व्यवस्थामाथि जुन प्रश्न चिन्ह खडा गरेको छ त्यो तपाईँहरूका प्रवृत्तिका कारणले हो। यसर्थ यहाँले डाक्टर साहबले भने जस्तो वैकल्पिक पार्टीहरू भनेको निरपेक्ष होइन, केही नहुनु भनेको वैकल्पिक पार्टी हुनु होइन। झन् लोकतान्त्रिक, झन् परिष्कृत हुनु, झन् पछिल्लो समाजको अन्तर्द्वन्द्वमा काम गर्नु, संश्लेषण गर्नु, अहिले भएका विज्ञान प्रविधिका विकासले समाज र हाम्रो परिवार र हाम्रो जीवनमा ल्याएका परिवर्तनलाई अध्ययन गरेर एउटा यसको समाधान यो हो भन्न दिनु सक्नु चाहिँ नि वैकल्पिक पार्टी हो भन्ने मलाई लाग्छ र हामीले त्यहाँतिर काम गर्नुपर्छ भन्ने लाग्छ। समय कम हुँदैछ होइन, एकदम अब छोटोमा अब 5 मिनट जस्तोमा सक्ने कोसिस गरौँ। म डाक्टर सुचेतालाई प्रश्न गर्छु अनि तपाईँहरू दुईजनालाई चाहिँ 1-1 मिनट टाइम दिन्छु। बेसिकली के प्रश्न भने दुईजनालाई नै अहिलेसम्म अब हामीले राजतन्त्र यस्तो थियो, मान्छेले यो कारणले राजतन्त्र नराम्रो थियो, हामी राजतन्त्रमा जानु हुँदैन भन्ने एक किसिमको त्यो नेगेटिभ खालको कुराहरू त हामीले भन्छौँ राजतन्त्रको बारेमा। तर तपाईँहरूले देख्दा अहिलेका युवाहरूलाई राजतन्त्र होइन, यही गणतन्त्रमै हामी अगाडि बढ्दा यी कारणले राम्रो हुन्छ, यी कारणले भविष्य सुन्दर हुन्छ भन्ने चाहिँ के मेसेज दिन चाहनुहुन्छ? त्यो तपाईँले एकदम छोटोमा राखिदिनु होला होइन। म तर डाक्टर सुचेतालाई यो अलिकति अब कन्क्लुजिङ थट्सको लागि यो समाजको रूपान्तरणको कुरा गर्दा अथवा अहिले हामी चाहिँ भएको हामी जुन एक हिसाबले यो नेता राजको समस्यामा छौँ यसमा चाहिँ कसरी रेस्पोन्ड गर्ने त? हामी नागरिकहरूले के गर्ने होइन, अरू विभिन्न वृत्तहरूले के गर्ने भनेर छलफल गर्दाखेरि चाहिँ यहाँ दुई थरी कुरा धेरै सुनिन्छ क्या। एउटा चाहिँ होइन यो पुरा समाजवादी रूपान्तरण गर्नुपर्छ, अब त यो अहिलेको यो व्यवस्था यो टालटुल गरेर काम छैन होइन, हामी पुरै नयाँ अब धारको अब साम्यवाद अथवा त्यस्तो कसैका त्यस्ता एउटा युटोपियन मोडल्सहरू छन्, हामी त्यतातिर जानुपर्छ भन्ने छ। अर्को चाहिँ के छ भने होइन कम्तीमा हामी त संविधान परिवर्तन गर्नुपर्छ। अब कहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी नआइकन त यो देशको समस्या सल्भ नै हुँदैन होइन, अथवा भनौँ न अब यो राजतन्त्र नआइकन समाधान हुँदैन भन्नु खोजेको संविधानको अहिले भएको व्यवस्थाहरू चेन्ज 2/3 बहुमत ल्याउनु पऱ्यो, त्यसको लागि सहमति हुनु पऱ्यो र त्यो बिचमा साँच्चै संविधान चाहिँ हामी पुनर्लेखन गर्ने हो भने त्यहाँ अरू धेरै प्यान्डोराज बक्स खुल्नेवाला छन्, त्यसका रिस्कहरू एकदमै धेरै छन् होइन। भनेपछि त्यो बिचमा अहिलेकै संविधानभित्र यसलाई चाहिँ हामी क्रमिक रूपान्तरण गर्दै जाने, क्रमिक सुधार गर्दै जाने होइन, अहिले भएका व्यथितिहरूलाई चाहिँ होइन थिति बाँध्दै जाने, त्यसप्रति हाम्रो रुचि अनि अथवा हाम्रो ज्ञान अलिक कम भए जस्तो
देखिन्छ होइन, त्यसप्रति लाग्न चाहने फोर्सहरू चाहिँ एकदम कम देखिन्छन् क्या, शक्ति पनि कम देखिन्छ। यस्तो हुनुको कारण के होला अहिलेलाई, अनि समग्रमा अहिलेको अवस्थालाई हामी नागरिकहरूले, राजनीतिक दलहरूले कसरी रेस्पोन्ड गर्नुपर्छ? हजुर, हामीले लोकतन्त्र लिएर त आयौँ, तर लोकतन्त्रको बुझाइ कतिको थियो भन्ने कुरा पनि छ। दुईवटा कुरा छ हाम्रो संविधानमा चाहिँ, फन्डामेन्टल राइट्स र ड्युटिज छ होइन। फन्डामेन्टल राइट्स अधिकारको त हामी धेरै कुरा गर्छौँ होइन, हाम्रो अधिकार के छ, हाम्रो हक अधिकारको त कुरा गर्छौँ, तर राज्यप्रति हाम्रो दायित्व के छ भन्ने कुरा चाहिँ त्यसको लेखाजोखा त त्यसको डिस्कोर्स नै नभएको जस्तो। सो हाम्रो फन्डामेन्टल ड्युटिज के हो त राज्यको लागि भन्ने खालको त्यस्तो त्यो पाटोमा चाहिँ डिस्कोर्स अलि नभइरहेको जस्तो अवस्था देखिन्छ। र अब भनौँ न इलेक्सन भनेको त यो अघि मैले ऱ्यासनलिजमको कुरा गरेँ, यसमा त यो ह्युमन ऱ्यासनालिटी एकदमै चाहिने कुरा हो, किनभने चुज गर्नु पऱ्यो अनि द बेस्ट पोसिबल अप्सन फर मी त्यो चुज गरेर अनि भोट गर्नु पऱ्यो। त्यो नभइरहेको अवस्था, मेरो बाबुबाजे 5 पुस्तादेखि काङ्ग्रेस छन् त्यही भएर मैले दिएको, अथवा मेरो बाबुबाजे 5 पुस्तादेखि एमाले कम्युनिस्ट त्यही भएर दिएको भन्ने खालको त्यस्तो खालको भोटिङ कल्चर, एउटा पोलिटिकल कल्चर पनि त्यो अलिकति हावी भएको पनि देखिन्छ। अर्को कुरा चाहिँ यो एजेन्सीको पनि कुरा नबुझ्या हो कि भने जस्तो। कस्तो भने यो मैले भोट गरेर पठाएको मान्छे त मेरो डेलिगेट हो भनेपछि ही अर सी इज द पब्लिक सर्भेन्ट। सो सभरेन्टी ममा भएपछि यो प्रिन्सिपल र एजेन्टमा म प्रिन्सिपल हो, यो मेरो एजेन्ट हो भन्ने कुरा पनि नबुझेको हो। त्यो भोट गरेर त्यहाँ पदमा पुर्याउने बित्तिकै फेरि तलुवा चाट्न जाने, फेरि मास्टर र स्लेभकै त्यही खालको मेन्टालिटी, त्यही फ्युडलिजमकै रेजिड्यूहरू चाहिँ फेरि आएको। त्यो नबुझाइ नै बुझाइको अलिकति कमी भएर नै आएको जस्तो लाग्छ। म प्रिन्सिपल हो, मेरो एजेन्ट हो र मैले मेरो इच्छाअनुसार उनीहरूले काम गर्नुपर्ने भनेर त्यस्तो खालको समीकरण बुझेको भए अकाउन्टेबल बनाउनलाई पनि अलिकति, खबरदारी गर्नलाई पनि अलिकति सजिलो हुन्थ्यो। त्यो खबरदारी नगरेको कारणले अहिले जे भइरहेछ यो छाडातन्त्र, त्यो कारणले पनि भएको जस्तो लाग्छ। भनेपछि त्यो हाम्रो अझै पनि हाम्रो लोकतन्त्रको अन्डरस्ट्यान्डिङ चाहिँ अलिकति फितलो हो कि भने जस्तो लाग्छ। एउटा कुरा त्यो थियो। अर्को 2-3वटा प्रश्न थियो, म कति समिन्छ। एउटा किन भइरहेछ भन्ने कुरा, अब यो आइतबार एउटा मेरो आइएससँगको लास्ट रिसर्च मैले त्यो प्रस्तुत गर्दैछु। त्यसमा चाहिँ वार्ड लेभलको रिसर्च थियो, यो वडा लेभलको सबभन्दा तल्लो तहको रिसर्च, र तल्लो तहमा चाहिँ एडमिनिस्ट्रेसन नै बढी हुने जस्तो। र त्यहाँ चाहिँ महिलाहरूको के छ त पहुँच, यो उसमा निर्णायक तहमा चाहिँ, अथवा निर्णायक भूमिका कतिको खेल्छन् उनीहरूले भन्ने खालको त्यस्तो खालको रिसर्च गरेको थियौँ हामीले। त्यो रिसर्चमा के देखियो भने महिलाहरू जो महिलाहरूले टिकट पाएको छन् उनीहरूलाई संविधानको उनीहरूप्रति संविधानको बुझाइ एकदमै कम, एउटा त्यो कुरा। र जो महिलाहरूको भनौँ न हाम्रो साक्षरता कम त छैनन्, 71% छ होइन, तर जो महिलाहरूलाई लिएर आयो उनीहरूमा चाहिँ उनीहरूमध्ये साक्षरता भएको महिलाहरूको सङ्ख्या एकदमै नै कम। र अलिकति नेपोटिजम र पेट्रोनेज कसरी आउनुभयो त भन्दाखेरि मेरो मामा राजनीतिमा अथवा मेरो काका राजनीतिमा भनेपछि त्यहाँ पेट्रोनेज एकदमै देखिएको अवस्था। भनेपछि यो लायक महिलाहरूलाई नलिएर आएर आफ्नो मान्छेहरूलाई भरेको त्यो टोकनिजमहरू पनि एकदमै नै देखिन्छ। हामीले त खालि एउटा पाटो महिलाको कुरा मात्रै गऱ्यौँ भनेपछि यो त सबैतिर छ होला नि त, यस्तो खालको प्रवृत्ति सबैतिर छ होला नि। सो अनि फेरि अर्को कुरा चाहिँ कस्तो भने यो भागबन्डा, इन्टाइटलमेन्ट कि यो शक्ति भनेको हाम्रो हो, हामीले दिने भन्ने यस्तो खालको कुरा, त्यो बुझाइ नै हाम्रो यतापट्टिको बुझाइ पनि हामी प्रिन्सिपल हो भन्ने खालको बुझाइ पनि छैन। जसलाई इलेक्ट गरेर पठाएको छ एजेन्टहरू छन् उनीहरूलाई पनि हामी चाहिँ एजेन्ट हो भन्ने खालको त्यो बुझाइ नभएर हामी मालिक हो भन्ने जस्तो खालको बुझाइ, र हामीले दिनुपर्ने, हामीले यति दिने भनेर भागबन्डाको खेल जस्तो त्यहाँ। र एउटा महिलालाई एउटा टर्ममा दिएको छ भने त्यो महिलालाई कन्टिन्यू नगर्ने, ल तिम्रो भाग पुग्यो अब अर्को महिला लिएर आउने भन्ने खालको। त्यो तल वडा लेभलमा त एडमिनिस्ट्रेटिभ रोल्स एन्ड मतलब ड्युटिज हो नि त। त्यो एडमिनिस्ट्रेटिभ ड्युटिज त एउटा तालिम दिएपछि त्यो 8 वर्षलाई पुग्ने त्यो एउटा अवधि दिन सट्टा हामीले नयाँ मान्छे लिएर आइरहेछौँ, उनीहरूलाई नयाँ तालिमको एउटा पाटो सृजना गर्नु पऱ्यो, त्यसमा बढी खर्च भयो भनेपछि यस्तो खालको व्यथिति चाहिँ एकदमै नै छ। यो फेरि त्यही हजुर, त्यसमा चाहिँ अब यही हो, हामीले हाम्रो दायित्व अलिकति बुझेर हामीले चाहिँ आई थिङ्क वी सुड टेक ब्याक आवर पावर।
यो देश पनि हाम्रो हो, गभर्मेन्ट इज अस। सो हामीले जुन अदरिङ गर्छौँ नि सरकार र हामी भनेर, सरकार र हामी त्यो अदरिङ गरेर हामीले आफूलाई नै डिससर्भिस गरिरहेछौँ कि होइन। गभर्मेन्ट इज अस, सरकार त हाम्रो हो नि त भनेपछि यो गभर्मेन्ट इज अस। हामीले केही कुरा उनीहरूले गरेको चित्त बुझेन भने हामीले चाहिँ टेबल ठटाउन पाउनु पऱ्यो, टेबल ठटाउँछौँ, खबरदारी गर्छौँ र के गरी चित्त बुझेन भने निकाल्छौँ 4 वर्षमा। उनीहरूले दिने होइन कि हामीले त्यो भागभण्डार चाहिँ त्यो गर्ने चाहिँ हाम्रो हो भन्ने खालको त्यस्तो खालको बुझाइ भयो भने सुध्रिन धेरै समय लाग्छ जस्तो लाग्दैन मलाई। मैले त्यही 5 मिनट भनेको थिएँ, मैले समग्रमा मैले भनिहाल्छु खास। एउटा कुरा थप्छु, अब उहाँहरूले 1-1 मिनटमा आफ्नो जवाब दिए कोसिस गर्नुहुन्छ र त्यसपछि चाहिँ हामी अनि यो तपाईँहरू सबैजनाको के कमेन्ट्स क्वेसन्स छ त्यो लिन्छौँ है। प्रश्न चाहिँ नि त्यही गणतन्त्रको विषयमा। अब मैले एकदमै समय छोटो छ, भ्रमहरूको खेती हुन्छ। कहिलेकाहीँ हामीले आफैले अध्ययन नगर्दाखेरि, कहिलेकाहीँ हामी गर्नु पर्दैन नगरिदिँदाखेरि कुनै चिजलाई असाध्यै हामी त्यो देवत्वकरण गर्छौँ, कुनै चिजलाई असाध्यै त्यसलाई चाहिँ के भन्छ त्यसलाई नेग्लिजेन्स गर्छौँ। खासमा इतिहासको पल्टाएर हेऱ्यौँ भने कहीँ पनि राम्रो भएको छैन। जे भयो जति भयो त्यो भयो, तर राम्रो चाहिँ भएको छैन राजतन्त्रमा। विशेष गरी यति धेरै विभेद थियो, विभेदको आज भएको गरिबी त्यति बेलाकै गरिबी मैले कता पढिरहेको थिएँ। भयो चाहिँ नि के भने त्यो गरिबी चाहिँ नि हटाउन सकेन, त्यो चाहिँ नि अहिले हटाउन नसकेको छैन अहिले हो, तर त्यो स्थापित अहिले भएको नै। विभेद अहिले हटाउन नसकेको, दलितमाथि, महिलामाथि, जनजाति आदिवासीमाथि, मधेसमाथिको जुन त्यो अहिले हटाउन नसकेको त्यो स्थापित चाहिँ त्यो त्यति बेला भएको। त्यही भएर मलाई त्यस्तो लाग्दैन खास राजतन्त्र कालमा खास केही भएको थियो भने मलाई केही पनि लाग्दैन। केही जबरजस्तहरू भएको भनेर ग्लोरिफाई गर्ने गरिन्छ, त्यसका पनि त्यो हुँदाखेरि अरू नभएका कुराहरूको अध्ययन छुटेका छन् भन्ने लाग्छ। यसर्थ आजको दिनमा म त्यो ढुङ्गा माटोको राष्ट्रवादमा कहिले पनि विश्वास गर्दिनँ। राज्य भनेको त्यो निश्चित सीमा मात्र होइन, राज्य भनेकै आम मान्छे हो र ती आम मान्छेका हितका खातिर राज्य चाहिएको हो। हुन त अब अहिले पछिल्लो त त्यो अलिकति त्यो स्टेट अफ नेचर पनि गलत थियो भन्ने खालको पोलिटिकल क्रिटिकहरू पनि आउन थालेको छन्। यद्यपि हामीसँग त्यो कमजोरीको अवस्थामा त्यो संरक्षण गर्नलाई, सम्बन्ध गर्नलाई हामीलाई राज्य चाहिएको। त्यो हाम्रो राज्य त्यस्तो छैन, त्यही भएर राज्य र हाम्रो सम्बन्ध बन्न सकेको छैन। किनकि हामीले राज्य आफ्नो भनेर सोच्न पाएकै छैनौँ, किन राज्यले त्यो गरिदिएकै छैन। अलिकति एकाध प्रिभिलेजहरूले जसले त्यो राज्यबाट जसले वीरता पाए, जसले किपट पाए, जो त्यसका आधारमा धनी भए, हुने खाने भए, तिनले राज्यलाई राम्रो भनन्, अन्यथा राज्य मेरो भन्ने नै छैन। म एउटा सानो मात्र दृष्टान्त, सुर्खेतमा म एउटा राजनीतिक कार्यक्रममा गएको थिएँ र त्यहाँ त्यति बेला मलाई सहनै बाजा त्यो ट्याम्को दमा बजाएर स्वागत गरेको थियो। आई वाज क्वाइट इमोसनल। मैले अनि भने त्यहाँ मलाई साथीले भन्नुभयो यो सुर्खेतमा जोसुकै ठुलो यो देशको मान्छे आए पनि गर्ने सम्मान यही हो भनेर भन्नुभयो। त्यो मेरो जातले, मेरो समुदायले बजाउने बाजा हो त्यो। अनि त्यहाँ मैले सोधेँ उहाँ तपाईँले किन मलाई यति धेरै गर्नुभएको भन्दाखेरि उहाँले भन्नुभएको थियो कि तपाईँ संसदमा उठेर बोल्दाखेरि वा रोस्टरमा गएर बोल्दाखेरि यो संसद हाम्रो पनि रहेछ भन्ने लाग्छ भन्नुभएको छ। यो सानो कुरा होइन। नेपालको राजनीतिमा आज आएर यो महसुस गर्नुपर्ने भनेको सानो कुरा होइन। यो कारणले गर्दाखेरि राज्य र जनताको, राज्य र नागरिकको हाम्रो सम्बन्ध बन्न सकेको छैन र चाँडै नै बनाउनुपर्छ। नत्र राज्य कमजोर हुने भनेको पहिरो जाने बाढी आउने होइन। राज्य कमजोर हुनेको त्यो भावनात्मक रूपमा अब प्रतिनिधिले कति काम गर्नुभएको छ। त्यो बेनेडिक्ट एडम्सनले भने जस्तो त्यो इमोसनल हाम्रो त्यो इमेजिन कम्युनिटी चाहिँ बलियो हुनु पऱ्यो। हामी जहाँ भए पनि त्यो चाहिँ बलियो हुनु पऱ्यो भन्ने लाग्छ। अनि फ्युडलिजमको अलिकति कुरा, आज पनि हामी चिन्तनमा सामन्तवाद, व्यवहारमा पुँजीवाद अनि जान खोजेको हामी समाजवाद, यो कुरा मिल्दैन भन्ने लाग्छ मलाई चाहिँ नि। हामी चिन्तनमा अहिले पनि त्यही सामन्तवाद बोकिरहेछौँ, व्यवहार हाम्रो पुँजीवादी छ अनि संविधानले पनि हामीलाई समाजवादतिर जा भन्छ, हामीलाई पनि विचित्रै रहर चाहिँ समाजवादमा जानु छ। यो कता कता मिल्दैन भन्ने लाग्छ। अर्को अब स्टेट सिटिजनको कुरा भइहाल्यो होइन। यिनै कुराहरूले गर्दाखेरि मलाई लाग्छ हामी जति हुनुपर्थ्यो, बडा दुःख लाग्छ, सम्भावना असाध्यै देख्छु म, आशावादी भएर पनि होला, जति हुनुपर्थ्यो त्यति हुन सकेनौँ, निकै अगाडि हुनुपर्थ्यो हुन सकेन। आज आएर यत्रो सङ्घर्षका बावजुद पनि फेरि आज हाम्रो सरकार भनेको भत्केला कि बिग्रेला कि गुमाउला कि भनेर डराउनु पर्ने भएको छ। यसलाई उपयुक्त समयमा यसको सम्बोधन भएन र हामीले गम्भीरताका साथ लिएनौँ भने स्थिति हामीले सोचेभन्दा फरक पनि हुनसक्छ। हस्, धन्यवाद। राजतन्त्र किन समाधान होइन भन्ने त धेरै कुरा है, तर गणतन्त्रमा के चाहिँ पोजिटिभ कुरा हुन्छ, पोजिटिभ मेसेज के दिन सक्नुहुन्छ युवा महिलाको रूपमा अरू युवाहरूलाई? अहिलेको म त अवस्था मात्रै होइन, हामीले ल्याएको व्यवस्थामा पनि केही क्र्याकहरू छन् है भन्ने मान्छे हो म होइन। त्यसकारण राजतन्त्रभन्दा धेरै उन्नत हाम्रो अहिलेको व्यवस्थाको एउटा मात्रै उदाहरण दिनुपर्दा, अहिलेको हामीले
जनताबाटै निर्वाचित जुन संविधान सभाबाट बनाएको संविधान जसलाई हामीले पनि पूर्णत यो होइन 100% सही छ भनेका छैनौँ, तर आधा ग्लास खाली आधा ग्लास भरि भनिरहँदाखेरि पनि एउटा मूल मर्म जुन चाहिँ तात्विक हिसाबले असाध्यै महत्त्वपूर्ण छ त्यो भनेको सोभरेनिटी अफ द पिपल, जनताको सार्वभौम सत्ता। यो विगतका हाम्रा संविधानहरूमा नभएको र गणतन्त्रात्मक संविधानमा भएको यो एउटा एकदमै अवधारणागत हिसाबले नै एकदम क्वालिटेटिभ लिप हो भन्ने मलाई लाग्छ। अब यसलाई हामीले कतिको प्रयोग गर्छौँ, कसरी गरिरहेका छौँ भन्ने चाहिँ फेरि निरन्तर हामीले प्रयत्न गर्ने, प्रश्न गर्ने, सिक्ने आफ्नो ठाउँमा छँदैछ। तर तपाईँले मलाई एउटा कुरा सोध्नुभयो भने म चाहिँ उत्तर चाहिँ यही दिन्छु, सोभरेनिटी अफ द पिपल। पहिला सम्पूर्ण रूपमा सार्वभौम सत्ता राजामा निहित हुन्थ्यो, एउटा व्यक्तिमा। त्यहाँनिर उसको क्षमता के छ मापन गर्नु पर्दैन थियो, ऊ कठघाडामा उभिनु पर्दैन थियो। उसको पहिलो जन्मेको सन्तान त्यही जन्मेकै आधारमा, वंशकै आधारमा उसमै सार्वभौम सत्ता केन्द्रित हुन्थ्यो भने अहिले कम्तीमा जनताको हातमा संवैधानिक हिसाबले आएको छ। अब अभ्यासमा लैजाउँ र यो कार्यक्रम हामी जसरी गर्छौँ, अन्य बृहत नागरिक आन्दोलनको जस्तो कार्यक्रम भइरहेको छ, संसदमा हाम्रो सन्तोष परियारजी जस्ता साथीहरू पुग्नु भएको छ, पूर्व प्रधानमन्त्रीको छोरीमा मानुषी एमी भट्टराई निर्वाचनमा पराजित, यी सबै गणतन्त्रका सुन्दर पक्षहरू हुन्। अहिले कम्तीमा पनि सङ्घीय, प्रादेशिक, स्थानीय तहको प्रतिनिधित्वमा महिलाकै कुरा गर्नुहुन्छ भने कम्तीमा पनि 15,000 युवा यो महिला नेतृत्वहरू हामीले संस्थागतै गरेर उहाँहरूको पहुँच हुने, प्रतिनिधित्व हुने एउटा अभ्यासमा हामी गएका त छौँ। अब त्यो प्रतिनिधित्व के का निम्ति कतिको उपयोग गरिरहेको छौँ, उपयोग गर्न दिएको छ कि छैन, त्यो निरन्तर हामीले अभ्यास गर्ने, अझै परिष्कृत गर्ने होइन। जुन म्यामले पनि भन्नुभयो यही त हो गणतन्त्रको, लोकतन्त्रको खुबी। त्यसकारण कुनै पनि हालतमा यो अहिलेको व्यवस्थाभन्दा अहिले यहाँ छन् धेरै गए गुज्रेका होइन, हामीले गाली गर्ने नेतृत्वहरू होलान्, प्रवृत्तिहरू होलान्। म त सबैभन्दा मूल समस्या टाउके नेताहरूमा देख्छु। तर त्यहाँ मात्रै होइन, त्यहाँबाट उहाँहरूले गरिरहेको राजनीतिको जुन तौर तरिका हो, संस्कार हो, त्यो त मिडल लेयर्स, तल्लो लेयरसम्म त्यो सिप डाउन भइसकेको छ। त्यसकारण एकदम गम्भीर समस्यामा त हामी छौँ। तर यसलाई करेक्ट गर्ने, यसलाई कम्तीमा हामीले प्रश्न गर्ने र सुधार गर्न सकिन्छ है भन्ने कुरा चाहिँ यही व्यवस्थामा मात्रै छ, त्यो राजतन्त्रमा कदापि हामीलाई उपलब्ध हुँदैन। एक लाइनमा सकिहालिरहेको छ एउटा महत्त्वपूर्ण कुरा। आज म चितवनबाट यो कार्यक्रममा बोल्न भनेर चितवनबाट निस्केको बिहान अर्थात् हतारमा त यो विषयवस्तु र यो समय सापेक्ष छ भनेर म आएको। अनि एकजना ठुला मान्छेले यो कार्यक्रमको विषयमा कतै सामाजिक सञ्जालमा लेख्नु भएछ। अनि त्यहाँ कमेन्टहरू यसो अब खासै त हेर्दिनँ म, किनभने हामी अब त्यो गाली खानुपर्छ। अनि एउटा असाध्यै मन पर्यो, त्यहाँ के लेखेको थियो भने अब यो धुन्नुगारी दमाईको छोरीले रासोपा सक्ने भयो भनेर लेखेको रहेछ। अनि मलाई लाग्यो यही कारणले चाहिँ नि गणतन्त्र चाहिन्छ, किनकि गणतन्त्रमा बोल्न पाइन्छ। आजै त यस्तो छ, गणतन्त्र गयो भने हालत के होला भनेर लाग्यो। यति मात्रै सबै वक्ताहरूलाई एकदम धन्यवाद। अब